स्वयं अन्त स्वयं जन्म हूँ म मरण स्वयं निर्माता हूँ संहार स्वयं। मेरो बाबुजी मेरो बुवा चाहिँ मेरो सबै कुराहरू थियो क्या बुवासित। उहाँ एक्लै लड्नु भएको हो हैन, आफूसँगै लिएर हिँड्थेँ म, काँधमा यसरी बोकेर हिँड्थेँ म बुवालाई। चाहे त्यो पशुपतिको दर्शनको लागि होस् या बुढा लीलकण्ठ होस्, कुनै पनि मन्दिर मैले छोडेको छैन बुवालाई लिएर जानलाई। हिरोलाई हिरो बनाउनुलाई त आउनु पर्यो नि, ढान मेहनत गर्नु चाहिँ जरुरी छ। नाम र ट्यागले केही हुनेवाला छैन, फसाउने भए। हामी अब अलिकति ऱ्यापिड फायर क्वेसन्सतिर जाऊँ है। जलाओ जल्दी जलाओ गाइदिनु न त। ऱ्यापिड फायर जाँदैछु, जल्दी जलाओ। त्यसको दर्दनाक मौतको किस्सा वर्षौं वर्ष कहानी बनेर बाँच्नुपर्छ परासीमा। गर्लफ्रेन्डले धोका दिएकै कारण मैले भिलेन बन्ने निर्णय गरेँ। हुनु परेन। Hello and namaste everyone. This is Aisha. UNA Digital presents Celebrity with Chelibeti Season 1, supported by Education Partner M Consultancy Private Limited Chaba Hill, Makeup Partner Demure Makeup Studio Naya Baneshwar, and Media Partner Jodi Clickers Nepal मा तपाईहरु सबैजनालाई स्वागत छ। फिल्म इन्डस्ट्रीमा हिरो बनेर चिनिने व्यक्तिहरु चाहिँ निकै नै धेरै हुनुहुन्छ, तर फिल्म इन्डस्ट्रीमा नै नेगेटिभ रोल खेलेर दर्शकको मन जित्न सफल हुने व्यक्ति यदि हामीले गन्ने नै हो भने यी 5 वटा औँला पनि बढी हुन जान्छन्। आज हामीसँग पनि त्यस्तै व्यक्ति हुनुहुन्छ जसले फिल्म इन्डस्ट्रीमा एन्टागोनिस्ट रोल खेलेर दर्शकको मन सँगसँगै अवार्ड पनि जित्न सफल हुनु भएको छ। उहाँ हुनुहुन्छ ट्यालेन्टेड एन्ड भर्सटाइल एक्टर प्रमोद अग्रहरी। प्रमोद जी, तपाईले हाम्रो सो सेलिब्रिटी विथ चेलीबेटीमा स्वागत छ। थ्यांक यू सो मच। तपाईँ युजुअली यस्तै कपाल सपाल पार्ने हैन, दाई सारी हुनुभएकै उसमा अपियरेन्समा देखिन्छ हैन। तपाईको यो अपियरेन्स पनि एज अ रियल प्रमोद अग्रहरीको रूपमा आउनु भएको छ कि इज दिस वान अफ द क्यारेक्टर यु हेभ? यो चाहिँ क्यारेक्टर अहिले सुटिङ भइरहेको फिल्मकै हो। हजुर। प्रमोद नै भएर बाँच्न नपाएको त धेरै नै भयो जस्तो लाग्छ। हजुर। कता कतै बिर्सिसक्यो कि जस्तो पनि लाग्छ। फिल्ममा खेल्दाखेरि हैन, चलचित्र क्षेत्रमा चाहिँ अपियरेन्सको चाहिँ कुनै पनि एउटा रोल दिँदाखेरि भनौँ हैन, त्यो डाइरेक्टर अथवा डाइरेक्टरहरूले चाहिँ रोल दिँदाखेरि अपियरेन्सको चाहिँ कस्तो भूमिका हुँदो रहेछ? एक्ज्याक्टली तपाईहरुलाई देखिने कुराहरु चाहिँ अब देखिने नै पर्यो हैन। क्यारेक्टरलाई त्यसले कहीँ न कहीँ इन्हान्स चाहिँ गरिरहेको हुन्छ, बट मोर ओभर इन्टरनल तपाईले त्यो क्यारेक्टरमा कतिको काम गर्नुहुन्छ भन्ने कुरा हो हैन। एक्सटेरियर त चाहिने नै हो। भनौँ न एउटा माग्नेको कुनै क्यारेक्टर गरिरहेको छु म भने फिजिकली देखिनु पर्ने कुराहरु त देखिनु पर्यो नि, जुन स्पेसिफिक छ, जुन हामी समाजमा देखिरहेको हुन्छ। माइट बी त्यो च्यातेको प्यान्ट होला या कपडै नभएको होला, छताजुङ्ग हैन, माग्ने तरिका, उसको बडी ल्याङ्ग्वेजहरु, यो चाहिँ के भयो भने बाहिरी आउटलुक देखिने कुराहरु हो। अनि त्यो कुरालाई हामीले फलो गर्ने नै पर्ने हुन्छ। यदि म पुलिसको क्यारेक्टर गर्दैछु न, फेरि त्यसरी नै आउनु पर्ने हुन्छ आफूलाई हैन। फेरि त्यसमा पनि कस्तो खालको पुलिस अफिसर हो यो, फिजिकली कस्तो छ यो मान्छे भन्ने कुरा देखिने नै पर्छ। तर मोस्ट इम्पोर्टेन्ट कुरा चाहिँ इन्टरनल्ली तपाईले कतिको काम गर्नुहुन्छ त्यो क्यारेक्टरमा भन्ने कुरा हो। प्राय जसो एक्टर्सहरूले चाहिँ फिल्म इन्डस्ट्रीमा एज अ डेब्यू गर्दाखेरि एज अ हिरो नै डेब्यू गर्न खोज्नुहुन्छ हैन, तर तपाईले चाहिँ आफ्नो फर्स्ट मुभीमा नै नेगेटिभ रोलबाट सुरु गर्नुभयो, डेब्यू गर्नुभयो। त्यो होइन होला नि, म त उमामा नेगेटिभ क्यारेक्टर नै होइन, त्यो त हिरो क्यारेक्टर हो जस्तो लाग्छ। र मलाई कहाँसम्म लाग्छ भने सायद मधेसबाट एउटा पात्र ल्याएर हिरो बनाइएको पहिलो सिनेमा होला, नत्र त्योभन्दा अगाडि हेर्ने हो भने मधेसको क्यारेक्टरहरू या अरू जनजातिको क्यारेक्टरहरू हेर्ने हो भने त्यो हाँसोको पात्र मात्रै हुन्थ्यो होला जस्तो लाग्छ मलाई। अनि उमा वाज द फर्स्ट सिनेमा जसमा मधेसको क्यारेक्टरलाई एज अ हिरो रिप्रेजेन्ट गरिएको थियो। सो त्यो बेलाको एक्सपिरियन्स चाहिँ कस्तो थियो फर्स्ट मुभी? आई वाज एक्साइटेड। अनि कारण के मात्र पनि थियो भने म अब इन्डिया थिएँ, दिल्लीमा थिएँ म हैन, एनएसडीमै थिएँ म, पढाइकै क्रममा थिएँ। अनि बुझाइ मेरो के थियो भने एक्टिङ भन्ने कुरा पढ्नै पर्छ, भोग्नै पर्छ भन्ने कुरा थियो। र त्यो सबै कुराहरू भोगेर म नेपाल आएको थिएँ। अनि 2012 को कुरा हो यो चाहिँ। त्यो पनि खास घरको केही कामले आएको थिएँ, फर्किन्छु भनेर।
तर मलाई आशा भाउजूको फोन आयो, आशा मगराती हाम्रो दीपक रौनियार दाईको वाइफ, उहाँको फोन आयो एउटा सिनेमा हामी गर्दैछौँ उमा भनेर। सो त्यसको लागि हामी एउटा क्यारेक्टरको लागि हजुरलाई कास्ट गर्न खोजिरहेछौँ भन्नुभयो। सो फोटो पनि पठाएँ मैले अनि वाज क्यान्सल, अर्को प्रोजेक्टमा काम गरौँला भन्नुभयो। तर लकिली म काठमाडौँ आउनुपर्ने थियो मेरो केही बिजनेसको कुराहरूले, अनि फेरि उहाँहरूलाई मैले भेटेँ। अनि भेटेपछि फोटो र तिमी रियलमा त एकदमै फरक रहेछौ भन्ने कुराहरू गर्नुभयो। त्यसपछि छिरिङ दालाई उहाँहरूले फोटो पठाउनु भयो, मलाई स्क्रिन टेस्टको लागि बोलाउनु भयो। अनि त्यो क्यारेक्टरको लागि म तयार भएँ, आफूलाई तयार गरेँ। अनि कामको कुरामा सौगात बाहेक कसैलाई चिन्दैन थिएँ म त्यो बेला। अनि अरूलाई त सबैलाई स्क्रिनमा देखिरहेको, चाहे रिचाको कुरा गरौँ या मिथिला दिदीको कुराहरू गरौँ, इभन म छिरिङ दाईको बारेमा केही पनि थाहा थिएन मलाई, हाम्रो डिरेक्टरको बारेमा होइन। अनि सौगातले पनि अब होइन यही काम गर्नुपर्छ भन्ने खालको थियो, तर कसरी के भन्ने कुरा थाहा थिएन। अनि एकदमै चुपचाप बस्ने मान्छे हो म, फेरि त्यो कामको बेलामा खासै बोल्नुभन्दा पनि सुन्नु चाहिँ मन पराउने खालको। अनि एउटा त्यो थियो मलाई त्यो खास त्यो स्पार्क कहाँबाट कसरी के आउँछ भनेर होइन। अनि काम गरिरहँदाखेरि पनि अनि जुन खालको मलाई त्यो टिम होइन डिरेक्टरदेखि लिएर एक्टरहरूदेखि जुन सपोर्टहरू पायो वाज ग्रेट होइन। अनि त्यस पछाडि पनि सायद उमामा मैले जुन लेभलमा काम गर्नु सकेँ सायद त्यही कुराहरूले नै होला होइन। अनि त्यसको 15 दिन पछाडि फेरि सुन्तली पनि साइन गरेँ मैले सुटिङ गर्दा गर्दै। अनि इन्डिया जानु पनि पाएन, त्यसपछि यहीँ काम गर्नु थालेँ। अनि त्यसपछि आज यहाँ छु तपाईँसित। अनि त्यो एक्साइटमेन्ट भन्ने कुरा त अब त्यो सधैँ हरेक प्रोजेक्टमै हुन्छ जस्तो लाग्छ मलाई। र इभन अबको 10 वर्ष पछाडि या 20 वर्ष पछाडि मैले कुनै प्रोजेक्ट गर्छु भने त्यसको लागि पनि त्यो एक्साइटमेन्ट त्यो फर्स्ट सिनेमाकै हुन्छ होला जस्तो लाग्छ। किन हरेक सिनेमासित काम गर्दाखेरि म आफूलाई अब सायद अरूसित विचार मिल्ला नमिल्ला, तर म आफूलाई जहिले पनि जिरो नै राखेर काम गरिरहेको हुन्छु र मलाई केही पनि थाहा छैन भनेरै काम गरिरहेको हुन्छु। सो एक्साइटमेन्ट चाहिँ सधैँ नै रहिरहन्छ, त्यो रिफ्रेस नै रहन्छ। त्यो बेलामा मिथिला शर्मा भनेको त सी इज वान अफ द रिनाउन्ड एक्टर इन नेपाली फिल्म इन्डस्ट्री होइन। अनि उहाँ जस्तो व्यक्तित्वसँग काम गर्दाखेरिको कुनै एउटा मेमोरेबल मोमेन्ट अथवा इन्सिडेन्ट त्यस्तो कुनै छ होला? दिदीसित त्यो फिल्ममा मेरो एउटा सिन मात्रै थियो जहाँ म देखिन्छु होइन, आम्ने सामने हुन्छ, तर डायलगबाजी त्यस्तो केही पनि थिएन। बट आई वाज ह्याप्पी कि म यस्तो मान्छेहरूसित काम गरिरहेको छु होइन, जो लेजेन्ड हुनुहुन्छ हाम्रो होइन, जसको सिनेमाहरू हेरेर हुर्केको थियौँ हामी। दुःख चाहिँ लागिरहेको थियो, एटलिस्ट एउटा सिन भए पनि भइदियो हुन्थ्यो नि भन्ने होइन। बट ठिक छ, एउटा फ्रेममा चाहिँ थियौँ हामी। सायद त्यो प्यास भन्ने कुरा रहिरहनुपर्छ भन्छ नि त, सायद भोलिको दिनमा कुनै न कुनै सिनेमामा दिदीसित एउटै फ्रेममा काम गर्न पाउँछु होला फेरि पनि। तपाईँले एक्टिङ गर्दाखेरि उहाँलाई त नजिकैबाट पनि चिन्नुभयो होइन, स्क्रिनमा बाहेक पनि चिन्नुभयो होइन। इफ यु कुड डिस्क्राइब हर इन वान वर्ड, वाट वुड यु युज? त्यति खास दिदीसित त्यस्तो लामोसँग चाहिँ भएन सुटिङ स्पटमा पनि। बरु त्योभन्दा बाहिर चाहिँ यता माहरूसित हाम्रो गौरीमासित बस्दाखेरि भेटघाट यताउता चाहिँ भइरहेको हो होइन। सो इट्स भेरी सफ्ट काइन्ड हार्टेड होइन। अनि आर्टको कुरामा त अब के भनौँ, म जति बखान गरे पनि सायद त्यो कम हुन्छ होला होइन दिदीको। अनि उहाँको डान्स होइन जुन क्लासिकल फर्ममा उहाँ पर्फर्म गर्नुहुन्छ जस्ट आउटस्ट्यान्डिङ। म खासै धेरै भन्नु सक्दैन दिदीको बारेमा होइन। त्यो भन्नु भनेकै सायद काहीँ न काहीँ म उहाँको कुराहरूलाई या उहाँको ट्यालेन्टलाई या उहाँभित्र जे चिज छ नि त्यो कतै घट्छ कि भन्ने जस्तो लाग्दो रहेछ क्या आफैलाई। सो दिदीहरू त गजब। तपाईँले मुम्बईमा एक्टिङ सिक्नुभयो? दिल्लीमा सिक्नुभयो भनेपछि त्यो बेलाको त्यो सिक्दाखेरिको एक्सपिरियन्स चाहिँ कस्तो थियो? रमाइलो थियो। जबरजस्ती घरबाट हिँडेँ, हजुर दिल्ली पुगेँ, केही पनि थाहा थिएन। फर्स्ट अडिसन दिन रामायणको अडिसन दिनु गएको थिएँ स्टेजको लागि। प्रमोद कश्यप डिरेक्टर हुनुहुन्थ्यो। अनि भाडा 15 रुपियाँ लाग्थ्यो त्यहाँ पुग्नुको लागि, त्यो पनि हुँदैन थियो। हिँडेर जान्थेँ 5 किलोमिटर, फर्किन्थेँ 5 किलोमिटर। अनि छिटो गयो भने कचौरी खान पाइन्थ्यो, किन घरमा पकाएर खानलाई केही पनि थिएन। दो म एकदमै राम्रो ब्याकग्राउन्ड भएको फ्यामिलीलाई बिलङ गर्छु होइन, तर मलाई चाहिँ के थियो भने आफ्नो स्ट्रगल आफ्नो मेहनतमा मलाई कसैलाई पनि त्यो क्रेडिट दिनु थिएन, न कि बुवा दाई कसैलाई पनि के होइन। त्यो मेरो खुसी हो र मेरो खुसीलाई मैले नै हासिल गर्नुपर्छ भन्ने थियो दिमागमा त्यो सानैदेखिको होइन।
अनि फर्स्ट अडिसन दिएँ, त्यो पनि नेपालीमा डायलग बोलेको थिएँ। उहाँहरूले चाहिँ मलाई परशुरामको क्यारेक्टरको तयारी गर्नलाई भन्नुभयो। त्यो 1 महिना चाहिँ म तयारी गरेँ अनि थुप्रै कुराहरू थियो, अप्स एन्ड डाउन्सहरू होइन। फाइनली म पर्फर्म पनि गरेँ, तर त्यत्रो काम गर्दा पनि 1 रुपियाँ पनि दिएनन्। 1 किलो लड्डु दिएर पठाइदिएँ। मलाई चाहिएको थियो पैसा, उहाँहरूले मिठाई र सर्टिफिकेट मात्र दिनुभयो। अनि इन्डियन आई थिङ्क इन्डिया टुडे कि केमा होला यत्रो फोटो आयो, त्यति हेरेर म खचै परेँ। नेपालको परशुराम भनेर टाइटल छ, म अझै पनि राखेको छु त्यो कटिङहरू। त्यही नै खुसी थियो, अरू त केही पनि थिएन। जुन इन्डिया टाइम्समा फोटो आयो भन्नुभयो होइन, त्यसले समाउ नेपाली फिल्म इन्डस्ट्रीमा इन्ट्री गर्दाखेरि चाहिँ के प्लस पोइन्ट दियो दिएन? त्यो कुराहरू मैले आजसम्म कसैलाई देखाउँदै देखाएन। किनभने पेपरको आधारमा तपाईँले मलाई जज गर्नुहुन्छ भने सायद त्यो रङ हो। आफ्टरअल काम नै बोल्नुपर्छ जस्तो लाग्छ मलाई चाहिँ होइन। दो मसित सर्टिफिकेट छ, त्यो आफ्नो ठाउँमा छ, तर म साँच्चै नै यदि कलाकार हुँ भन्ने कुरा समाजले, यहाँको अडियन्सले सर्टिफाई गर्नुपर्छ जस्तो लाग्छ क्या मलाई चाहिँ, न कि त्यो सर्टिफिकेटले। एक्ज्याक्टली। तपाईँले युजली इन्टेन्स अलिकति होइन इन्टेन्स रोल एन्ड लेयर्ड रोल्सहरू खेलिरहनु भएको हुन्छ होइन, त्यो बेलामा तपाईँले आफूले आफूलाई त्यो क्यारेक्टरभित्र छिर्दाखेरि कसरी चाहिँ प्रिपेयर गर्नुहुन्छ? आफ्नै समाजबाट उठाउने हो चिजहरू होइन। तपाईँले व्हाइट सन मुभीमा पनि आफ्नो अभिनय देखाउनु भएको थियो होइन, त्यसले तपाईँलाई इन्टरनेसनल रेकग्निसन पनि दिएको थियो। त्यो इन्टरनेसनल रेकग्निसन पाउँदाखेरि चाहिँ कस्तो अनुभव गर्नुभएको थियो? अभियसली खुसी चाहिँ लाग्छ होइन, तर काहीँ न काहीँ त्यसले रेस्पोन्सिबिलिटिजहरू अझै बढाउँछ जस्तो लाग्छ मलाई चाहिँ। अनि त्यो चाहिँ मैले फेरि उमादेखि नै पाइरहेको हो होइन। मेरो फर्स्ट सिनेमादेखि नै त्यो एप्रिसिएसनहरू पाइरहेको छु र सायद त्यहीले नै मलाई एनर्जी दिइरहेको हुन्छ हरेक क्यारेक्टरमा नयाँ खोज गर्नुको लागि, नयाँ चिज ल्याउनुको लागि। सो व्हाइट सन पनि मेरो लागि त्यही नै थियो। तपाईँले कथा काठमाडौँ मुभीबाट चाहिँ हाम्रो यो कामना फिल्म अवार्ड पनि पाउनुभयो अनि सँगसँगै नेफ्टा फिल्म अवार्ड पनि पाउनुभयो। अनि अगस्त्य च्याप्टर 1 मा पनि तपाईँले नेगेटिभ बेस्ट एक्टर इन नेगेटिभ रोलको अवार्ड पाउनुभएको थियो होइन, सिने सर्कल अवार्ड पाउनुभएको थियो होइन। त्यो अवार्ड पाइसकेपछि चाहिँ डाइरेक्टर प्रड्युसरहरूले तपाईँलाई हेर्ने दृष्टिकोणमा चाहिँ के फरक पाउनुभएको थियो? जसमाले एप्रिसिएट गर्नु छ, राम्रो काम गर्छ यो मान्छेले, मेहनती छ, उसलाई दिएको क्यारेक्टरमा मरिमेट्छ भन्ने कुरा चाहिँ छ उहाँहरूलाई होइन। अनि तर मलाई चाहिँ अझै पनि मैले जे गरेको छु त्यो केही पनि गरेको छैन जस्तो लाग्छ होइन। अझै काम गर्नु बाँकी नै छ, बल्ल यो त सुरुवात हो जस्तो लाग्छ मलाई। दो मैले अहिले मलाई लाग्छ 25-30 वटा फिल्म गरिसक्यो होला म 2012 देखि अहिले 2025 सम्म आइपुग्दा। तर अझै स्टार्ट गरेको छैन म जस्तो लाग्छ कि, अझै काम गर्न पाएको छैन जस्तो लाग्छ। दो म एप्रिसिएसनहरू पाइरहेको छु, सबैले माया गर्नुहुन्छ, यत्रो फ्यान्सहरू हुनुहुन्छ, दर्शकहरूले एप्रिसिएट गर्नुहुन्छ, त्यसको लागि थ्याङ्क यू सो मच सबैलाई। तर अझै काम गर्न बाँकी छ, केही गरेको छैन मैले। तपाईँले सम्हाउ होइन एकदम मेहनत गर्नु भएर नै रेकग्निसन पाउनुभएको छ अडियन्समा होइन। त्यत्रो रेकग्निसन पाउँदा पनि वाट इज यर सिक्रेट? कि तपाईँ एकदम ग्राउन्डेड नै हुनुहुन्छ होइन, त्यो ग्राउन्डेड हुनुको पछाडिको सिक्रेट चाहिँ के हो? मेरो बाबुजी, मेरो बुवा, अहिले मङ्सिर 23 गते 3 वर्ष हुन्छ होला सायद बुवा बित्नु भएको। बुवा चाहिँ मेरो सबै कुराहरू थियो क्या बुवासित, उहाँ एक्लै लड्नु भएको हो होइन। परासीमा हुँदाखेरि लाइक के पनि थिएन क्या बुवासित भन्दा पनि हुन्छ, र आज हामी जे छौँ त्यो सबै कारण बुवा हो। अनि एउटा मान्छे जोसित हरेक कुराहरू छ कि, भनौँ न अहिलेको हेर्ने हो भने पैसा, गाडी, घोडा, दुनियाँदारी होइन। फेरि घोडा पनि थियो मेरो घरमा, 2-2टा घोडा होइन, अब अहिले त छैन, हामी सानो हुँदा। त्यस्तो मान्छे कसरी यतिसम्मको सरल हुन्छ भन्ने कुरा म बुवाबाट सिकेँ हो कि। कहिले पनि झर्किन जान्नु भएन उहाँ, कसैलाई पनि ओए भनेर पनि आजसम्म बोलाउनु भएन बुवा बाचुन्जेल। बिहान 4 बजे उठ्ने हो, ह्यान्ड पाइपले पानी निकालेर नुहाउने हो आफ्नै हातले। दो सावर र दुनियाँदारी घरमा छ, तर कहिले पनि युज गर्नु भएन, कहिले तातो पानीले नुहाउने भएन, कहिले ट्याब्लेट खाएको थाहा पाएनौँ हामी होइन। पछि बुवालाई सुगर भयो होइन, आफ्नो ठाउँमा छ। अनि बाहिर गएर कहिले चिया खाएको पनि थाहा छैन होइन। इभन उहाँले लाउने चप्पलको रेट कति पर्छ थाहा थिएन क्या बुवालाई होइन। अनि मन्दिर
त्यसपछि सोरुम, बेलुका फेरि मन्दिर र परासीको लबलब रामग्राम नगरपालिका हाम्रो परासीभित्रको मान्छेहरूले बिहान र साँझ पहिलो आवाज कसैको सुन्थ्यो भने त्यो मेरो बुवाको आवाज हुन्थ्यो क्या। बुवाले भजन गाउनुहुन्थ्यो साँझ बिहान। अनि त्यस्तो मान्छे चाहिँ कसरी हुनसक्छ त्यस्तो सरल भन्ने कुरा। सो त्यो कोसिस चाहिँ म जहिले पनि गरिरहेको हुन्छु र सायद त्यही कुराले होला म चाहिँ आफूलाई चाहिँ एकदमै सरल नै बनाएर राख्नुपर्छ जस्तो लाग्छ होइन। बाँच्न सिकिरहेको छु भन्दा हुन्छ होइन। सबैले त अरूले त आफ्नो जिन्दगी बाँचिरहेको छन् तर म चाहिँ सिकिरहेको छु बाँच्न। तपाईँको बाबा अलिक स्पिरिचुअल नै हुने रहेछ। एकदमै एकदमै। हजुर तपाईँको पनि अहिले हेर्दा हातमा पनि उलाउनु भएको छ। यो बुवाहरूबाट, बुवा र आमाबाट। म दसैँमा 9 दिन व्रत बस्छु त्यो आमाकोबाट। आमाहरू बस्नुहुन्थ्यो, बुवा बस्नुहुन्थ्यो सबै घरमा र म अझै पनि व्रत बस्छु 9 दिन। केही पनि खाँदैन म, दुध बाहेक, नट इभन सल्ट, फ्रुट्स यताउता केही पनि खाँदैन म। अनि छठ परासीको आमाले स्टार्ट गर्नुभएको हो होइन। आज हजारौँ मान्छेहरू त्यहाँ हुनुहुन्छ जो पूजा गर्नुहुन्छ होइन। दसैँ बुवाले स्टार्ट गर्नुभएको भनौँ न, मूर्तिदेखि लिएर त्यहाँको मेलाहरू सबै, त्यहाँको मन्दिरहरू सबै बुवाले गर्नुभएको हो। सो त्यो इतिहास छ होइन। सो सायद त्यो चिजले नै होला मलाई योतिर अलिकति धकलेको। तपाईँको बुवाले चाहिँ तपाईँलाई फिल्म इन्डस्ट्रीमा आउँदाखेरि मोटिभेसन त पक्कै पनि गर्नुभयो होला होइन। तपाईँको फिल्म जर्नीमा चाहिँ तपाईँको बुवाको चाहिँ कस्तो सहयोग पाउनुभएको थियो फिल्म? अलवेज सपोर्टिभ होइन, सपोर्ट गर्नुहुन्थ्यो मलाई चाहिँ। कहिले पनि लाइक तिमी जे गर्दैछौ राम्रो यताउता कहिले पनि भन्नु भएन, तर आफ्नो साथीहरूसित कुराहरू गर्नुहुन्थ्यो होइन। अनि उहाँहरूबाट चाहिँ कुराहरू सुनिन्थ्यो। अनि कतिले अब चिनिरहेको हुँदैन, अनि इन्डियातिरबाट गेस्टहरू आउँदा पनि अनि प्रमोद के गर्दैछ अनि कान्छो भन्दा हिरो हो एकदमै प्राउड फिल गर्नुहुन्थ्यो। तर मेरो अगाडि चाहिँ कहिले पनि त्यसरी बस त्यति हो कि गलत काम चाहिँ नगर्नु कहिल्यै पनि होइन। बाँकी तिमी जे गर्दैछौ तिमी राम्रो गर्छौ त्यही नै थियो बुवाबाट सधैँ। अनि पछिल्लो टाइममा चाहिँ अलिकति गाह्रो चाहिँ भयो बुवालाई, जब सन्चो भएन होइन। यहाँ ल्याएर राखेँ मैले, आफूसँगै लिएर हिँड्थेँ म, काँधमा यसरी बोकेर हिँड्थेँ म बुवालाई। चाहे त्यो पशुपतिको दर्शनको लागि होस् या बुढा लीलकण्ठ होस्, कुनै पनि मन्दिर मैले छोडेको छैन बुवालाई लिएर जानलाई। But he was happy. If you could share, तपाईँको बुवासँगको लास्ट मेमोरी चाहिँ कस्तो थियो? म 3 वर्ष बुवासित बसेँ। मलाई याद छ त्यो दिन 20 नोभेम्बर तारिक हरिवंश दाइको एउटा प्रोजेक्टको लागि म आउनुपर्ने थियो काठमाडौँ सुटिङको लागि। दाइले फोन गर्नुभयो, दाइ म बिहान 2 बजे हिँड्छु र सुटिङको लागि आइपुग्छु भनेको थिएँ। अनि 19मा म अनि ठुलो दाइ एकछिन इन्डिया गएको थियौँ हामी। अनि बुवा चाहिँ त्यो दिन सोरुम जानुभएको थियो सेम साइकलमै। उहाँ 85 इयर्स हुनुहुन्थ्यो र साइकल नै चलाउनुहुन्थ्यो। गाडी घोडा यताउता बस्ने चल्ने हिँड्ने गाडी नेभर होइन। अनि जुन कि त्यो दिन मेरो साथीहरू हुनुहुन्थ्यो, डाक्टर किशन अग्रवाल अनि डाक्टर महेन्द्र अनि अर्को एकजना पनि डाक्टर हुनुहुन्थ्यो भाइ नै। अनि मेरै उसमै घरमै बसेर हामी चिया खाँदै थियौँ। अनि इभन किसनलाई मैले हेर्न यार बुवा फेरि आज साइकल लिएर निस्किनु भएको छ भनेर भनेँ मैले उसलाई। अनि ठिक छ छोडिदेऊ, उहाँलाई कसरी बाँच्न चाहनुहुन्छ त्यसरी नै बाँच्न देऊ, केही छैन भनेर भन्यो। अनि फेरि पनि डर त लाग्छ नि यार के भइहाल्यो भन्ने थियो मलाई। अनि नो वरिज केही हुँदैन भनेर म दाइलाई लिएर इन्डिया गएँ बर्डर पारी। बेलुका लगभग 6-6:30 बजीतिर मलाई एकजना अमर दाई हुनुहुन्छ, अमर अग्रवाल दाइले फोन गर्नुभयो। अनि प्रमोद तिमी कहाँ हो भने म पारी छु दाइ भने। बुवाको एक्सिडेन्ट भयो भन्नुभयो उहाँले। अनि बुवा चाहिँ साइकलबाट फर्किराख्नु भएको थियो। अनि एकजना बाइकवालाले झुक्काइदिएर लड्नु भयो र यस्तोमा फ्र्याक्चर भयो बुवाको। त्यसपछि म परासी आएँ। परासी आए पछाडि बुवालाई हस्पिटल लिएर गएँ म। अनि डाक्टर राहुल हुनुहुन्थ्यो, राहुल श्रेष्ठ बुटोल, उसलाई फोन गरेँ म, साथी हो मेरो। अनि राहुल यस्तो यस्तो भयो भनेपछि अनि बुटोलले लिएर आऊ भन्नुभयो। बुटोल लिएर गएँ। अनि अपरेसन्सहरू भयो, केही दिन हामी राख्यौँ त्यहाँ। ठिकै थियो बुवालाई। अनि मलाई चाहिँ कस्तो भयो भने बुवालाई चाहिँ त्यो मेन्टली आफूलाई विक बनाउँदै लानुभयो कि जस्तो पनि लाग्थ्यो होइन। किनभने सबै कुराहरू म आफै गर्थेँ बुवाको होइन।
अनि भनौँ न उहाँलाई क्लिन गरिदिनेदेखि लिएर टोइलेटदेखि लिएर सबै म आफै गर्थेँ र मलाई लाग्छ म त्यो 3 वर्ष सुतेन होला। बुवा बेडमा सुत्नुहुन्थ्यो, म सोफामा यत्तिकै पल्टिन्थेँ अनि 2 बजे 3 बजे राति उहाँलाई टोइलेटहरू सबै क्लिन गरिदिनु पर्थ्यो, चेयरहरू राखेर सबै। अनि इभन त्यो 3 वर्ष मलाई लाग्छ मैले भाउजूहरूलाई पनि बुवाको खानाहरू बनाउनु दिएन, म आफै पकाउँथेँ बुवाको लागि। अनि इभन काठमाडौँ ल्याएर राखेँ मैले। अनि हामी हेम्समा यताउता हस्पिटलमा ट्रिटमेन्टहरू भइरहेको हुन्थ्यो बुवाको। अनि हिँड्न सक्नुहुन्थेन, अनि म बोकेरै हिँड्थेँ बुवालाई जहिले पनि। अनि मलाई एउटा कुरा बुवाले चाहिँ भन्नुभएको थियो होइन, अनि के थियो भने ठुल्दाईको छोरी, 3 जना छोरीहरू, 4 जना छोरी जसमध्येमा 1 जनाको बिहे भइसकेको थियो। त्यो 3 जनाको छोरीको बिहे चाहिँ तिमीले गरिदिनुपर्छ भन्नुभएको थियो क्या मलाई। किन दाइहरूले भ्याउँदैन, उनीहरूको बिजनेस यताउता। अनि ठुल्दाई फेरि बिङ अ पोलिटिसियन होइन, पहिला परासीको मेयर साहब। अनि उसले चाहिँ ध्यान दिँदैन, सो तिमीले चाहिँ गर्नुपर्छ त्यो, अरू मलाई केही पनि थाहा छैन भन्ने टाइपको कुराहरू होइन। अनि फ्यामिलीलाई सम्हालेर राख्नुपर्छ, उनीहरू सबै आफ्नो आफ्नै फरक फरक दिमागका छन्, सो तिमीले नै फ्यामिलीलाई हेर्नुपर्छ भन्ने खालको कुराहरू। जुन कुरा मैले लास्ट इयर फेब्रुअरी 6मा मैले मेरो 3 जना छोरीहरूको बिहा गरेँ विदिन 6 मन्थ होइन। 1 जनाको असारमा गरेँ, त्यसपछि फागुनमा चाहिँ 2 जना छोरीको बिहा गरेँ। एन्ड आम डन। 3 जना छोरीको बिहा गरेँ र बुवाले जे भन्नुभयो सायद सबै कुराहरू म गरिरहेको छु। बुवाको कुरा बाहेक म सायद कुनै पनि ट्र्याकमा कहिले पनि जाँदैन होला। यही कुराहरू थियो। अनि त्यो 3 वर्ष मात्रै म बुवासित बस्न पाएँ जस्तो लाग्छ क्या। त्योभन्दा अगाडि कहिले पनि बस्नु पाएन र कहिलेकाहीँ गिल्ट फिल पनि हुन्छ, काश म त्योभन्दा अगाडि पनि बुवासँगै बस्न पाएको भए हुन्थ्यो होइन। धेरै कुराहरू जान्थेँ होला, बुझ्थेँ होला, धेरै कुराहरू सिक्थेँ होला होइन। तर कतिपय कुराहरू नबोलिकन पनि सिकिँदो रहेछ क्या, जुन बुवाबाट मैले सिकेँ होइन, जुन पाएँ मैले। समाजलाई हेर्ने दृष्टिकोणदेखि लिएर सबै कुराहरू होइन, फ्यामिलीदेखि लिएर यही चिजहरू नै होला सायद बुवाले दिएको मलाई। हामीले फ्यामिलीको त कुरा गऱ्यौँ होइन भर्खरै, अब अलिकति फिल्म इन्डस्ट्रीतिर पनि जाऊँ न। फिल्म इन्डस्ट्रीमा तपाईँलाई चाहिँ भिलेन स्पेसलिस्ट भनेर चाहिँ चिन्छन् होइन। त्यो ट्यागले चाहिँ लिड रोल, फिल्ममा लिड रोल अथवा हिरोको रोल पाउनको लागि चाहिँ के बाधा गरेको छ जस्तो लाग्छ होला? अब सायद मेकरहरूले एक खालको दिमाग उहाँ त्यसरी बनाउनु भयो होला उहाँहरूले होइन। प्रमोद अग्रवाली भन्ने बित्तिकै नेगेटिभ क्यारेक्टर, नेगेटिभ रोल होइन, जुन सायद मलाई चाहिँ मन पर्दैन त्यसरी एउटा आर्टिस्टलाई त्यसरी जज गर्नु होइन। बरु काहीँ न काहीँ उहाँहरूले आफैलाई रिस्क लिन नखोजे हो कि एक्सपेरिमेन्ट गर्न नखोजेको हो कि जस्तो लाग्छ आफ्नो कमजोरीलाई ढाक्नुको लागि। प्रमोद अग्रवाली आँखा ठुल्ठुलो छ, यत्रो दारी छ, मधेसको मान्छे होइन, भोइस हेभी छ, यसलाई भिलेनको रोल दिँदा हुन्छ भनेर त्यसरी आफ्नो कमजोरीलाई लुकाउनु भयो कि जस्तो पनि लाग्छ मलाई होइन। अनि तर मलाई चाहिँ के छ भने त्यो नेगेटिभ रोल गरिरहँदा पनि त्यही क्यारेक्टरलाई पनि कसरी फरक तरिकाले गर्न सक्छु भनेर म त्यसैमा च्यालेन्जेसहरू खोजिरहेको हुन्छु, आफैसित च्यालेन्ज गरिरहेको हुन्छु। र रह्यो लिड रोल तपाईँले भनेअनुसारले माइट बी पोजिटिभ क्यारेक्टर होइन, प्रोटागोनिस्ट होइन, सायद त्यो टाइम आउँछ होला कुनै न कुनै दिन। सायद कोही न कोही मेकरले चाहिँ ओके यो मान्छेलाई चाहिँ एउटा हिरोको क्यारेक्टर गराउनुपर्छ है भन्ने चाहिँ होप। तपाईँको क्वेसन चाहिँ गलत होस् छिटै। तपाईँलाई अहिलेसम्म काम गर्नुभएको मध्ये कुनै निर्देशक जसले चाहिँ तपाईँको अभिनयलाई चाहिँ जस्टिफाई गरेर तपाईँलाई रोल दिनुभएको कुनै यस्तो निर्देशक अथवा त्यो कुनै रोल छ होला? रोल दिनुभएको मलाई लाग्छ सायद उहाँहरू सेटिस्फाई भएरै होला, मेरो काम हेरेरै होला सायद अहिलेसम्म जतिमा मलाई कास्ट गर्नुभएको छ उहाँहरूले होइन। सायद कामले नै बोलेर होला उहाँहरूले काम दिनुभएको, होइन भने त सायद म घरै हुन्थेँ उही यत्रो पेट बनाएर कुर्सीमा बसेर बिजनेस गरिरहेको हुन्थ्यो होला म होइन, जसरी दाइहरूले बिजनेस गरिराख्नु भएको छ मेरो। सो त्यसको लागि चाहिँ मलाई लाग्दैन केही त्यस्तो गर्नुभयो होला उहाँहरूले होइन, कामै हेर्ने हो मेन कुरा त होइन। यो मान्छे चाहिँ यो क्यारेक्टरलाई चाहिँ जस्टिफाई हुनसक्छ भन्ने कुराहरू। तर मलाई चाहिँ आउट एपियरेन्स हेरेर कास्ट गर्नुभन्दा पनि एक्सपेरिमेन्ट चाहिँ गर्नुपर्छ जस्तो लाग्छ कि होइन। र बाँकी जति पनि डिरेक्टरहरू हुन्छ, जतिजनासित मैले काम गरेको छु दे अल आर बेस्ट, एकदमै राम्रो हुनुहुन्छ उहाँहरू होइन, राम्रो काम गर्नुभएको छ होइन। तर मलाई चाहिँ पुगेको हुँदैन, बस त्यति हो। फिल्ममा चाहिँ
कुनै पनि एउटा हिरोलाई जस्टिफाई गर्न चाहिँ खासमा एन्टागोनिस्ट क्यारेक्टर चाहिँ हुनैपर्छ होइन एन्टागोनिस्ट क्यारेक्टरलाई चाहिँ त्यो पोजिटिभ क्यारेक्टरले जस्टिफाई भन्दा पनि पोजिटिभ क्यारेक्टरलाई चाहिँ एन्टागोनिस्टले हिरो बनाउने हो हिरो बनाउने हो हिरोलाई हिरो बनाउनुलाई त आउनु पर्यो नि ढान मैले चाहिँ यसमा चाहिँ तपाईँको यो बारेमा विचार अथवा सोच चाहिँ के छ भनेर सोध्न लागेको डेफिनेटली त्यही नै हो जति पावरफुल नेगेटिभ क्यारेक्टर हुन्छ हिरोको स्ट्रगल त्योभन्दा डबल हुनुपर्ने हुन्छ होइन र उसलाई हिरो बनाइदिने नै भिलेनले हो नत्र हिरोले के को लागि स्ट्रगल गर्नु होइन किन गर्नु सजिलै सबै कुराहरू त्यतिकै त पाइरहेको हुन्छ हाम्रो हिरोले होइन उस्तै पाऱ्यो भने हिमालमा पनि पुगिदिएको छ 20 जनालाई कुट्दिएको पनि छ हाम्रो हिरो अडियन्सले हिरो अथवा पोजिटिभ क्यारेक्टरलाई दिने माया र नेगेटिभ क्यारेक्टर खेल्नु भएको एक्टरलाई दिने मायामा चाहिँ तपाईँले भिन्नता चाहिँ के पाउनु भएको छ छैन अब यस्तो छ बढी अब हिरो भन्ने बित्तिकै मिडियादेखि लिएर सबैले उहाँहरूलाई प्रमोट गरिरहेको हुन्छ होइन हिरो हो भन्ने कुराहरू हुन्छ दर्शकले पनि हेर्दाखेरि जहिले पनि सत्यलाई त सम्मान गर्छन् नि दो हामी गलत छौँ त्यो आफ्नो ठाउँमा छ होइन कतिपय कुराहरूमा होइन हामी भित्रका राक्षसहरू त छँदैछ नि होइन तर हामी चाहिँ आफू राक्षस भन्दैनौँ जहिले पनि अरूलाई नै नराम्रो देखाइरहेको हुन्छ त्यो समाज छ हाम्रो त्यो बुझाइ छ नभएको होइन फेरि यस्तो पनि हो जहाँ राम हुन्छ त्यहाँ रावण त हुन्छ नै होइन अनि दर्शकले जहिले पनि सत्यलाई नै सपोर्ट गर्ने हो नि त न कि नेगेटिभलाई अनि रह्यो भिलेनलाई गरिने माया कामले नै उहाँहरूले तारिफ चाहिँ गर्नुहुन्छ माया गर्नुहुन्छ अनि गाली पनि खाइन्छ अनि त्यो गाली नै सायद त्यो माया हो जस्तो पनि लाग्छ क्या मलाई तर नराम्रो चाहिँ कति बेला लाग्छ भने कहिलेकाहीँ यसै बसिरहेको बेलामा कतै रेस्टुरेन्टमा क्याफेहरूमा बसिरहँदा मान्छेहरू बोल्नु चाहिँ डरेर हुन्छन् के अनि त्यो चाहिँ यार किन अनि त्यो क्यारेक्टरको इम्प्रेसन हो त्यो बुझ्छु म होइन अनि म आफै गएर पनि बोलिदिरहेको हुन्छु कतिपय उहाँले हेरिराख्नुहुन्छ होइन यो फलानु फिल्मको यस्तो हो यो गुन्डा हो यस्तो यस्तो गरिरहेको हुन्छ नि त अनि त्यो हाउभाउले थाहा भइरहेको हुन्छ अनि म आफै गएर नमस्ते भनेर कुराहरू गरिदिरहेको हुन्छु होइन सो कम्फर्टेबल बनाइदिन्छु उहाँहरूलाई अनि पछि अनि तपाईँमा त त्यस्तो केही पनि छैन भिलेनवाला न यत्रो हेभी ज्यान होइन एउटा गुन्डा खालको हुन्छ नि त डरलाग्दो अनि त्यो त तपाईँमा केही पनि छैन छैन त्यही त हो नि अनि त्यही भएर त त्यो काम गर्न मजा लागिरहेको हुन्छ अनि मै त्यस्तै भइदियो भने त सायद म त्यो गर्दैन थिएँ होला या मलाई एज अ भिलेन काम गराइन्थेन होला होइन किनभने हिजोको टाइममा हेर्ने हो भने त भिलेन भन्ने बित्तिकै त सुनिल थापा दाईहरू होइन यत्रो ज्याङ्गो मान्छेहरू इभन हिन्दी बलिउडमा हेर्ने हो भने या इभन हलिउडमा हेर्ने हो भने पहिलाको सिनेमाहरूमा त्यो खालको थियो नि त कास्टिङहरू भिलेन भन्ने बित्तिकै अनि सो तर जसरी माया पाइरहेको छु म चाहिँ खुसी छु फिल्म इन्डस्ट्रीमा जब लिड रोल पोजिटिभ रोल दिइन्छ होइन अब हामीले बलिउडमा त एकदम नेपोटिजमको कुरा गरिरहेको हुन्छौँ होइन नेपाली फिल्म इन्डस्ट्रीमा पनि लिड रोल दिनको लागि चाहिँ नेपोटिजमको हात कतिको छ जस्तो लाग्छ तपाईँलाई खै यस्तो अब कुराहरू गाइगु चाहिँ सुनिरहेको हुन्छु मलाई खासै यस्तो कुराहरू हुन्छ बोल्नु पनि मन पर्दैन होइन अनि आफ्नो तरिकाले काम गर्ने हो अनि अब भोलिको दिनमा म स्टार भएँ होइन या म अहिले एक्टर हो भोलि मेरो बच्चा भयो अब उसले अब काम गर्दैमा अब नेपोटिजम र दुनियाँदारी भन्ने कुरा त हुँदैन नि फरक यति हो उसले काम चाहिँ कस्तो गर्छ उसको तयारी चाहिँ कस्तो छ भन्ने कुरा चाहिँ मोर इम्पोर्टेन्ट हो र मलाई चाहिँ के लाग्छ भने जे जतिजना हुनुहुन्छ यो सानोतिनो मेहनतले चाहिँ पुग्दैन इफ यु वान बी एन एक्टर त्यो पनि राम्रो एक्टर बन्न चाहनुहुन्छ भने मेहनत गर्नु चाहिँ जरुरी छ नाम र ट्यागले केही हुनेवाला छैन तपाईँले केही फिल्महरूमा चाहिँ फिल्म प्रोडक्सन पनि गर्न लाग्नु भएको भन्ने न्युजहरू धेरै नै आइरहेको छ होइन इज इट ट्रु नो इट्स रङ म चाहिँ के गरिदिन्छु भने जस्तै अब माइट बी यो पिताम्बरको कुराहरूबाट आयो होला होइन पिताम्बर मेरो साथीको फिल्म हो कृषा मेरो डार्लिङ नै भन्छु होइन अनि मेरो ठाउँमा सुटिङ गर्न आएको सिनेमाको लागि यदि म उभिएर केही राम्रो हुन्छ भने म त्यो गर्छु त्यो फिल्ममा म हुनैपर्छ भन्ने पनि छैन त्यो एबिसिडी जोसुकैको फिल्म होस् तर मेरो ठाउँमा मेरो पहुँचसम्ममा यदि मैले गरेर केही सहयोग हुन्छ भने म सधैँ हुन्छु त्यहाँ अनि त्यो गर्दैमा म प्रोडक्सन गर्ने ऊ चाहिँ होइन बाँकी रह्यो प्रोडक्सन कम्पनी मेरो आफ्नो कम्पनीबाट चाहिँ छिटै केही सिनेमाहरू चाहिँ हामी अनाउन्स गर्दैछौँ त्यो चाहिँ हो तपाईँको प्रोडक्सनबाट आउने सिनेमामा इफ हामीले
एक्टर्सहरूलाई देख्यौँ भने चाहिँ को एक्टर्सलाई चाहिँ देख्न सक्छौँ होला त एक्टर्स यु लाइक टु वर्क विथ मेरो फर्स्ट प्रोजेक्टमा त अब म भइहालेँ सौगात हुन्छ अरूहरूको चाहिँ नाम नखुलाउँ सो यही नै हो आफ्नै फ्रेन्ड सर्कल नै हुन्छन् सबैजना होइन जो त्यो क्यारेक्टरलाई जसरी मैले देखिरहेको छु र जुन एक्टरहरूलाई मैले त्यसमा सोचेको छु इमेजिन गरेको छु उहाँहरू नै हुन्छ चाहे त्यो मैले चिनेको एक्टर होस् या नचिनेको एक्टर होस् तर हाम्रो इन्डस्ट्रीकै एक्टरहरू हुनुहुन्छ सौगातजीको कुरा गर्दै गर्दाखेरि होइन इन्डस्ट्रीमा र अडियन्स कतिले पनि तपाईँले चाहिँ सौगात मल्ललाई चाहिँ एज अ करियर ल्याडर युज गर्नुभयो भनेर पनि भनिराखेको हुन्छन् होइन यो कुरामा चाहिँ कतिको सत्यता छ र यसपालि तपाईँलाई चाहिँ के भन्न मन छ मलाई लाग्छ म सेकेन्ड नाटक फिल्म गरेँ फर्स्ट उमा गरिसके पछाडि अनि मण्डलामा चाहिँ म गाई सुनिरहेको हुन्थेँ कि यस्तो कुराहरू हुन् केटाहरूले सौगातको साथी भन्दो रहेछ आफूलाई यताउता भनेर सुनिरहेको हुन्थेँ तर त्यतिन्जेल मलाई लाग्छ सुटिङ अगाडि र सुटिङ पछाडि म कहिले पनि सौगातलाई भेटेको थिएन इभन पनि हामी अहिले कहिले पनि भेट्दैनौँ आज पनि डेटमा भेट्दैनौँ अहिले वर्कसप चलिरहेको छ एउटा सिनेमामा सो सायद 2 दिन भयो होला हामी भेटेको होइन नत्र भेट्ने या फोनमा गफै गरेर बस्ने त्यो चाहिँ कहिले पनि हुँदैन मेरो सौगातको अनि मेरो एउटा नराम्रो बानी के छ भने म कहिले पनि कसैसित कुरा गर्दैन म गर्दैन र म माग्दैन म माग्ने कामै गर्दैन उहाँहरूलाई लाग्छ उहाँको स्टोरीमा मेरो काम छ मैले गर्न सक्छु भने म त्यो काम गर्छु तर सौगात मलाई एउटा कुनै फिल्ममा रेकमेन्ड गर्दै सायद आजसम्म मैले भनेको पनि छैन होला र त्यसले भन्दा पनि भन्नेवाला छैन होइन किन उसले नि मलाई राम्ररी चिन्छ मैले नि राम्ररी चिन्छु तर मान्छेहरूलाई त हुन्छ नि त होइन जहाँ तपाईँ केही कामहरू गर्दै हुनुहुन्छ भने हुन्छ नि त मान्छेहरू अनि त्यो खालको कुराहरू मैले सुन्थेँ अनि नाटक मैले फर्स्ट नाटक गर्दै थिएँ मण्डलामा के अरे स्वप्न महल होइन एउटा फिल्म छ मार्लिन ब्रान्डो स्ट्रिट कार नेम डिजायर अनि त्यो फिल्मको हामी एउटा नाटक गर्दै थियौँ त्यो नाटक गरिरहँदाखेरि हाम्रो अरुणा दिदी हुनुहुन्थ्यो होइन उहाँले चाहिँ सौगातलाई भन्नुभएको रहेछ गएर अनि एउटा नाटक भइरहेको छ मण्डलामा स्वप्न महल भन्ने अनि एकजना क्यारेक्टर गरिरहेको छ परासीबाट आएको तराईबाट आएको केटा छ प्रमोद भन्ने यस्तो राम्रो काम गर्छ दाइ एकचोटि नाटक हेर्न आउनु न भनेर दिदीले इन्भाइट गर्नुभएको रहेछ उहाँलाई मैले भनेको पनि थिएन सौगातलाई कहिले पनि म नाटक गर्दैछु भनेर र त्यो नाटक हेर्नलाई हाम्रो प्रचण्ड दाईदेखि लिएर टु स्टेटको हाम्रो चिफ एडी हुनुहुन्थ्यो म नाम मैले बिर्सिरहेको छु उहाँ हुनुहुन्थ्यो सौगात निश्चल सबैजना आएको थियो हेर्नुको लागि जुन कि निश्चललाई म 2009 देखि नै चिन्छु म गुड बाई काठमाडौँदेखि नै चिन्छु होइन अनि त्यस पछाडि हाम्रो भेट भएको थिएन अनि सौगात त्यो दिन जब नाटक हेर्नु आयो अनि हेरेर उनीहरू क्यान्टिनमा बसिरहेको थियो म चेन्ज गरेर गएँ अनि गए पछाडि नि के छ मिता भनेर मलाई बल्ल हात मिलाएको सौगातसित अनि त्यहाँबाट उसैले हामी चाहिँ सानोदेखिको साथी हो यति क्लाससम्म हामीसँगै पढेको भनेर सबैलाई उसैले बोल्यायो अनि र त्योभन्दा अगाडि मैले कहिले पनि सौगात मेरो साथी हो या यस्तो यस्तो मैले उसको नाम बजाउनुपर्छ र त्यो म कहिले गर्नेवाला पनि छैन र गरेको पनि छैन यही प्रसङ्गमा तपाईँलाई कसले रिफर गरिदियोस् या नगरिदियोस् होइन एट द एन्ड अफ द डे स्क्रिनमा चाहिँ क्यारेक्टरलाई जस्टिफाई गर्ने काम भनेको त तपाईँकै नै हो होइन त्यो कुरा चाहिँ कतै न कतै अडियन्सले नबुझिदिनु भएको जस्तो फिल चाहिँ गर्नुहुन्छ कि के छ होइन अडियन्सले त मेरो काम त देखि नै राख्नु भएको छ उहाँहरूले एप्रिसिएट नै गर्नुभएको छ होइन बाँकी रेकमेन्डेसनको कुरामा मैले अघि नै पनि भने म कहिले पनि कसैलाई नि भन्दैन त्यो जोसुकै होस् मलाई फलाना फिल्ममा भन्दे यस्तो भन्दे उसलाई भन्दैन यार रेकमेन्ड गर्दैन यार र सौगातलाई त झन् म कहिले पनि भन्दैन किन मेरो एकदमै राम्रो साथी हो त्यो होइन त्यो सम्बन्ध चाहिँ सायद म जति यहाँ भने पनि त्यो पुग्दैन होला ऊ र म कस्तो खालको साथी हो भनेर र सायद लाइफमा पनि म काम नगरिकन बस्छु तर मलाई चाहिँ कामको लागि रेकमेन्ड गर्दैन भनेर भन्नेवाला छैन म त्यो खालको मान्छे हो तपाईँले जुन ट्याग फिल्म इन्डस्ट्रीमा भिलेन स्पेसलिस्टको ट्याग त पाउनुभयो होइन तर तपाईँले आफूलाई कुनै पनि रोल दिनु पर्यो भने चाहिँ कस्तो खालको रोल चाहिँ दिनुहुन्थ्यो होला म आफैलाई हजुर टु जस्टिफाई योर एक्टिङ त्यो भन्ने बित्तिकै त म बाँधिहाल्छु नि फेरि होइन अनि यार मलाई यो खालको क्यारेक्टर गर्नु मन छ भन्ने बित्तिकै त म त आफूलाई काहीँ न काहीँ त्यो एउटा परिधिभित्र राख्छु जस्तो लाग्छ क्या अनि म चाहिँ त्यो भित्र बस्नै चाहँदैन कि म क्र्याक गर्ने मान्छे हो होइन
अनि सो यही नै भनेर छैन, तर समाजमा देखिने हरेक क्यारेक्टर चाहिँ मलाई गर्नु मन छ। अनि तपाईँको जुन सबटेक्स्ट हो यो क्वेसनको, त्यो भनेको एज अ हिरो होइन, र डेफिनेटली म कुनै न कुनै दिन चाहिँ गर्छु। अब हामी अलिकति मसँग चाहिँ सर्टेन फोटोजहरू छ होइन, त्यो फोटो पछाडिको स्टोरी अलिकति सुनाइदिनुहोस् न है। स्योर। जाइराको राजा, यो चाहिँ सिनमा चाहिँ मेरो औँला काटिएको हुन्छ अनि त्यो ब्लड चाहिँ अनुहारमा लागेको हुन्छ र त्यो रिभेन्ज नलिएसम्म यो मान्छे चाहिँ यत्तिकै बसिरहेको हुन्छ आफूलाई यत्तिकै राखेर। अनि यो चाहिँ हामीले बसन्तपुरमा सुट गरेको थियौँ मेरो डाइरेक्टरको घरमा। राजा, आई एम द किङ। अनि यसको सबभन्दा रमाइलो पार्ट चाहिँ के थियो भने यो क्यारेक्टरले कहिले पनि मुख खोलेर बोल्दैन कि, जहिले पनि मुख बन्द गरेर बोले हुन्छ क्या त्यो क्यारेक्टर। यो चाहिँ दिल्लीमा हुँदाखेरि कृष्ण गर्दाखेरि एउटा सानो क्यारेक्टर शिवको हुन्थ्यो, म कृष्णको क्यारेक्टर गर्नुभन्दा अगाडि शिवको एउटा यो गर्नुपर्ने हुन्थ्यो। सो त्यति बेलाको यो चाहिँ 2007तिरको फोटो होला। म यति बेला 78 केजी थिएँ। त्यो बब्बु भाइले मेकअप गर्नुभएको, बब्बु खान हुनुहुन्थ्यो दिल्लीको। अनि मेकअप गर्दाखेरि जहिले पनि मेरो डाइरेक्टर चाहिँ प्रेम मटियानी सर, उहाँले बब्बु यसका नाक वो थोडा तिखा गर्दैन, नेपाली है भन्नुहुन्थ्यो, जहिले पनि जिस्काउनुहुन्थ्यो मलाई। यो नि दिल्ली हुँदाखेरि यत्तिकै ऱ्यान्डमली खिचिदिएको। एकजना मेरो साथी थियो निरज भनेर, अनि चल कोही नि फोटो सुट गर्दा यहाँ भनेर अनि यत्तिकै खिचेको फोटोहरू। यो फोटोमा र अहिले प्रमोद अग्रवाल हेर्ने हो भने इट्स कम्प्लिटली डिफ्रेन्ट। अहिले 58 किलो छु। त्यो बेलामा कति केजी? 78 किलो थिएँ म। नेक्स्ट फोटो यो रिसेन्ट, यो चाहिँ 3 वर्ष अगाडिको फोटो, बुवा बित्नुभन्दा अगाडिको फोटो हो यो। अनि यसको ब्याक स्टोरी कुनै एउटा क्यारेक्टरको लागि म तयारी गर्दै थिएँ। त्यो फिल्म बुवा बितेपछि मैले छोडेँ होइन, खास यो अगस्तेको लागि नै थियो। अनि म आफूलाई 45 किलोमा पुर्याउँदै थिएँ। 50 किलो यो ठ्याक्कै यो बेला चाहिँ म 50 किलो थिएँ र 14 महिना मैले 3टा कफी र 2टा स्याउ मात्रै खाएर बसेको। नो कार्ब्स, नो प्रोटिन, नो सल्ट, नो सुगर, दाल भात तरकारीको त कुरै छोडिदिउँ। 3टा कफी, 2टा स्याउ। बिहान वर्कआउट गर्थेँ म अक्सिजन जिममा धर्ममाग। त्यो बेलाको फोटो हो यो। नङहरू यत्रो यत्रो थियो मेरो, खुट्टाको नङ, हातको नङहरू, त्यो क्यारेक्टरको तयारी। दारी 4 वर्षको थियो यो। आफैलाई देखेर रोइरहेको हुन्थेँ म, माथि फोटो खिच्थेँ। अनि त्यो क्यारेक्टरले के गर्छ होला, यसले के गर्छ होला भनेर आफ्नै फोटो हेरेर तर्सिरहेको हुन्थेँ, रोइरहेको हुन्थेँ म। भोक लाग्थ्यो लाग्दैन थियो त्यो बेला? एकदम लाइक फुड नै स्टार भोक थियो त्यो सुटिङको, त्यो क्यारेक्टरको मात्रै, अरू केही भोक थिएन मलाई यो बेला त। त्यो खालको बस एउटा एक्टर भएपछि त्यति त गर्नु पऱ्यो नि, त्यति नै गरेको नि। त्यो के को एक्टर? कथा काठमाडौँ, सङ्गीता श्रेष्ठ डिरेक्टर। यो मुभीको तपाईँले एकदम यादगार मोमेन्ट चाहिँ कुन छ होला? मलाई लाग्छ यो क्यारेक्टर नै म कहिले पनि बिर्सिनु सक्दैन होला कि, सौरम। अनि भर्खर ग्याङ्स्टर ब्लुजको सुटिङ सकेर आएको थिएँ म नेपालगञ्जबाट। 14 गते फागुन 14 गतेदेखि सुटिङ स्टार्ट थियो। फागुन 14देखि सुटिङ स्टार्ट थियो यसको। अनि दिमागमै थिएन यो क्यारेक्टरलाई मैले के बनाउँछु होला भनेर। अनि पछि आएँ, अनि लगभग 4 देखि 5 दिन लाग्यो मलाई यो लुक्सहरू यसको क्रिएट गर्नुको लागि। कहिले यहाँ छेडेछ, कहिले यहाँ छेडेछ, कहिले अर्को डबल गरेको छ, कहिले के बनाएको छ होइन। अनि फाइनली आफूलाई एउटा क्यारेक्टर चाहिँ लुक्स चित्त बुझ्यो, त्यसपछि काम गरिएको हो यो। अनि यसमा पनि मेरो 3टा लुक्स छ यो सिनेमामा, र विदिन 10 डेज गरेको चिज हो त्यो चाहिँ मैले होइन। त्यसको वेट, हाइट सबै कुराहरू देख्नुभयो भने त्यो एकदमै फरक देखिन्छ कि 3टै क्यारेक्टरमा। भर्खर कलेज पढ्ने क्यारेक्टर पनि देखिन्छ तपाईँलाई त्यही सिनेमामा होइन। अनि भर्खर गाउँबाट आएर त्यो ड्रग्सहरू खाने खालको क्यारेक्टर पनि देखिन्छ। अनि इभन तिनीहरूको वेट नै फरक छ कि, त्यो विदिन 10 डेज गरेको चिजहरू हो। अनि इभन जसरी यसको चर्चाहरू भयो, इभन मेरो र प्रियङ्काको त्यो गीतले गर्दाखेरि होइन, त्यो सिनहरूले गर्दाखेरि जसरी चर्चा भयो, म त खुसी थिएँ। बिङ एन एक्टर म त जे पनि गर्छु होइन। पछाउने नपछाउने या तपाईँले हेर्ने दृष्टिकोण त्यो तपाईँको हो होइन।
अनि बिङ अ अडियन्स तपाईँले के हेर्न चाहनुहुन्छ या के हेर्दै हुनुहुन्छ भन्ने कुरा त्यो तपाईँको डिसिजन हो कि जे त्यहाँ देखिरहेको चिज र किन भन्ने कुरा तपाईँले प्रश्न गर्न सक्नुहुन्न आफूलाई भने सायद त्यहाँ देखिरहेको छ तपाईँले त्यसलाई त्यति नै हेर्नुहुन्छ होला कि होइन तर त्यसभित्रको मिनिङ त्यो घटना त्यो कारण जब खोज्नुहुन्छ नि सायद त्यो कुराहरू देखिँदैन कि तपाईँले जे साँच्चै नै देखेर यसलाई भल्गर या यसलाई दुनियाँ ट्याग दिनुहुन्छ नि त्यो देखिँदैन होला कि यो कथा काठमाडौँको स्टोरी लाइन पनि एकदमै राम्रो कि मलाई त एकदमै मन परेको मलाई त अझ पार्ट 2 गर्नलाई पाए नि हुन्थ्यो जस्तो भइसकेको छ मलाई त साँच्चै नि यो फिल्म त त्यो बेलामा प्रियङ्का काकीसँग स्क्रिन सेयर गर्दाखेरि चाहिँ वाट काइन्ड अफ पर्सनालिटी वाज सी लाइक त्यो बेलामा हजुर प्रियङ्का मेरो एकदमै राम्रो साथी होइन अनि एकअर्कालाई एकदमै सपोर्ट गर्छौँ हामी काम हुँदाखेरि अनि उसलाई पनि के छ भने प्रमोद भएपछि ऊ ढुक्क हुन्छ क्या होइन र रह्यो स्पेसिफिक त्यो सिनको लागि वे बोथ वर सो कम्फर्टेबल होइन अनि थाहा थियो काम हो यो होइन आफ्टर अल प्रिटेन्ड नै गर्ने हो नि त अनि जब हामी दुईजना स्क्रिनमा हुन्छौँ काम गर्छौँ त्यहाँ धेरै प्रश्न नै हुँदैन कि कसरी हुन्छ त्यो चिजलाई बेस्ट गर्ने भन्ने मात्रै हुन्छ र त्यो लेभलमा बौला चाहिँ हुन्छौँ हामी दुईजनै हजुर त्यो क्यारेक्टर जुन प्ले गर्नुभयो होइन त्यसले काहीँ कतै आफ्नो पर्सनल लाइफमा चाहिँ इम्प्याक्ट पारेन नेगेटिभ इम्प्याक्ट मलाई त त्यस्तो केही पारेन अनि त्यो क्वेसन गर्ने कसले भन्ने कुराहरू हो होइन अनि मैले गलत काम केही गरेकै छैन अनि गलत भए पो कसैले मलाई क्वेसन गर्नु र जब क्वेसन गर्ने मान्छे नै नभए पछाडि त झन् केही मतलब भएन किनभने मलाई चाहिँ कन्सर्न के हो भने मेरो दर्शक हो कन्सर्न मेरो समाज हो कन्सर्न अनि जे कुरा मैले त्यो क्यारेक्टरको माध्यमबाट भन्न खोजिरहेको थिएँ सायद मलाई लाग्छ त्यो सहजै मैले भन्न सकेँ मैले एउटै कुरा के मात्र भन्न खोजेको हो भने आजको डेटमा चाहे त्यो हामी रत्न पार्कको कुरा गरौँ या ठमेलको कुरा गरौँ त्यहाँ दिनहुँ धन्दाहरू भइरहेको छ नि त बेचिरहेको छ नि त त्यो मान्छेहरू कहाँको हुन् त्यो दिदीबहिनीहरू कहाँको हुन् हाम्रै होइन नि त चाहे त्यो भोजपुरबाट आएको होस् चाहे दाङबाट आएको होस् चाहे कहीँबाट आएको होस् हाम्रै नेपाली चेलीबेटीहरू होइन एटलिस्ट यो खालको सिनेमाले दुईजनालाई मात्र त्यहाँबाट जोगाउनु सक्यो भने त मलाई लाग्छ सक्सेस हो हाम्रो र त्यो ड्रग्समा इन्भल्भ भएको भाइहरू कहाँको हुन् यहीँको होइन सो उनीहरूलाई कसरी निकाल्न सकिन्छ भन्ने कुरा हो र मेरो क्यारेक्टरबाट यस्तो खालको मान्छेहरू चाहिँ यो समाजमा हुनु हुँदैन है भन्न खोजे हो कि न कि तिमी यस्तै खालको हुनुपर्छ भनेर भने होइन कि यस्तो खालको हाम्रो समाजमा हुनु हुँदैन यो खालको क्यारेक्टरहरू भन्न खोजे हो मैले कथा काठमाडौँबाट या त्यो सौरमको क्यारेक्टरबाट बाँकी तपाईँले त्यसलाई कसरी बुझ्नुहुन्छ इट डिपेन्ड्स अन यु र बिङ एन एक्टर हाम्रो पनि रेस्पोन्सिबिलिटिज हो समाजप्रति आफ्नो देशप्रति आफ्नो राष्ट्रप्रति होइन हामीले नै झगझगाउनुपर्छ र हामीले नै काहीँ फोहोर छ भने हामी आफैले नै क्लिन गर्नुपर्छ न कि अरूले गर्दैला यार भनेर होइन आफूबाटै सुरु गर्नुपर्छ जस्तो लाग्छ मलाई उमा मेरो बेस्ट फोटो हो यो चाहिँ म कहिलेकाहीँ घर बसिरहँदाखेरि केही समझमा आएन भने किचनको कामहरू सकाएँ भने यो फोटो चाहिँ हेरिरहेको हुन्छु म आफूलाई मलाई यसको आँखा चाहिँ एकदमै मनपर्छ क्या यो फोटो हो अनि यो सिन गर्दाखेरि चाहिँ रमाइलो चाहिँ के भएको थियो भने एक त पहिलो सिनेमा छिरिङ रितार शेर्पा डिरेक्टर अनि बेलुका हामी आई थिङ्क 4:30 बजीतिर कि 4 बजीतिर हामी खोलामा गयो सुटिङ गऱ्यो विदिन 45 मिनट सुटिङ सकिसक्यो कि अनि मलाई लाइक अरे सक्यो यो भने भन्छ अनि अब डिरेक्टरलाई त मैले भन्न सक्दैन अनि पुरु दाइलाई मैले भने हाम्रो सिनेमाटोग्राफरलाई दाइ यो सिन भएको हो भने भने कस्तो भएको छ दाइ भने दामी गर्दैछौ भने कहाँ दाइ मलाई पुगेकै छैन भन्छु फेरि म होइन अब त्यो मेरो दिमागमा पुरै घुम्नु थाल्यो यो सिन त फेरिदेखि रिसुट गर्नै पर्छ भन्ने भइसक्यो मलाई होइन अनि सौगातलाई कुरा गर्छु अरूलाई कुरा गर्छु जो नजिकको छन् होइन ठेर दिदीहरूलाई भन्छु अनि दिदी यो चाहिँ सिन रिसुट गरौँ न मलाई पुगेकै छैन मैले केही गरेकै छैन उयो डायलग मात्रै बोलेको छु मैले भनिरहेको छु होइन अनि छिरिङ दाइलाई एकचोटि कुरा गर न भने अनि कसरी आँटम भइरहेछ अनि खानासाना खायो राति 10 बजे दाइ चाहिँ तल टेन्टमा सुतिराख्नु भएको थियो अनि म गएँ अनि के छु दाइ भने हजुर अनि दाइ आजको सिन कस्तो भयो भने अनि प्रमोद राम्रो भएको छ त्यो भने दाइ रिसुट गर्न सकिन्छ भने क्या मैले अनि किन भने दाइ मलाई पुगेकै छैन भने होइन हजुरलाई पुग्यो होला तर बिङ एन एक्टर मलाई चाहिँ पुगेको छैन दाइ अनि त्यसमाथि मेरो पहिलो सिनेमा हो यो होइन वान्स यो गयो नि त सो यदि योभन्दा दामी हुन्छ भने गरौँ होइन भने तपाईँसित अर्को स्टक त छँदैछ नि दाइ भने
अनि हो र भने दाइ अनि कति बेला गर्ने भने बिहान गरौँ दाइ भने अर्ली इन द मर्निङ गरौँ त्यो पानीहरूको भापसाप आइरहेको बेलाको गरौँ न दाइ भने मैले होइन त्यो चिजहरूले अर्कै एउटा फिल दिन्छ होला दाइ भने अनि ओके म कुरा गरिहाल्छु भने अनि फेरि पुर दाइहरूलाई सबैलाई कुरा गर्नुभयो अनि बिहान गएर सुट गरेको फोटो हो क्या यो चाहिँ यो तपाईँको फेसमा एकदम त्यो हुन्छ नि इमोसन एकदम गहिरेकै देखिएको छ कि मलाई पनि एकदम राम्रो लागेको फोटो हो यो तपाईँले कहाँ इन्स्टा कतै अपलोड गर्नुभएको छ मैले पोस्ट गरेको थिएँ मलाई एकदमै मनपर्छ साँच्चै नै यो फोटो एकदमै मनपर्छ मलाई यो चाहिँ होलीको बेलाको फोटो म गौरीमा सानो आमा हामी चाहिँ यो कहाँ हो त्यो होटलको नाम चाहिँ मलाई थाहा भएन त्यो नौबिसेबाट हामी उता गएको थियो कि पर एउटा होटलमा अनि त्यहाँ चाहिँ होलीको बेलामा उनीहरूले चाहिँ खिचेको रहेछ मलाई थाहा थिएन यो फोटो अनि पछि चाहिँ उहाँहरूले पठाइदिनु भएको रहेछ अनि मलाई फेरि यो फोटो पनि एकदम मनपर्छ मलाई मनपर्ने फोटो हो यो पनि अनि त्यही फोटोको कुरा मैले गर्दाखेरि त्यो चाहिँ अदृश्य भन्ने फिल्मको क्यारेक्टर हो यो चाहिँ लुक्स चाहिँ होइन तर होलीको बेलामा खिचेको फोटो हो यो चाहिँ यो त अगस्त्यको त्रिपाठीजी यसमा त एकदम त्यो डन नै ठ्याक्कै त्यो हुन्छ नि बाहुबली एकदम त्यो उनी इन्डियन त्यो साउथ इन्डियन एक्टर्सहरू हुँदैन भिलेनहरू ठ्याक्कै त्यस्तै नै देखेको छ कि किनभने पछिल्लो टाइममा अलिकति हाम्रो अडियन्सहरू दर्शकहरूले जसरी साउथ इन्डियन सिनेमाहरू मन पराइराख्नु भएको छ होइन अनि सो वाइ नट अलिकति त्यो खालको तड्का हालौँ न त यो क्यारेक्टरलाई भनेर अनि यो पुरै बुनेको हो मैले होइन यसको त्यो खुट्टाको कडा लगाउनेदेखि लिएर हातको त्यो अनि यसको कलर ड्रेसको कलर माला आँखा यसको यो सबै आफै बुनेको चिज हो मैले होइन इभन डिजाइनरलाई मैले कलरहरूदेखि लिएर यसको ड्रेसहरू अनि इभन त्यो जसरी यसले त्यो लुङ्गी बाँध्छ नि त्यो बाँध्ने प्याटर्न पनि मेरो आफ्नै क्रिएट गरेको चिजहरू हो यो चाहिँ अनि त्रिपाठी अगस्त्य अनि मलाई अहिलेसम्म गरेको सिनेमाहरूमा मन परेको क्यारेक्टर पनि हो अनि जसरी यसको एप्रिसिएसन भयो अनि इभन यसको डायलग डेलिभरीदेखि लिएर भोइसको टोनदेखि लिएर होइन मजा आएको हो आफूलाई यो क्यारेक्टर गर्नु पर्दाखेरि होइन तर अझै त्यो भने नि अघि नै मैले तिर्खा भन्ने कुरा प्यास भन्ने कुरा त्यो रहिरहनुपर्छ अझै छ यो क्यारेक्टरलाई लिएर र सायद बन्यो भने पार्ट 2 मा यसको आतङ्क अझै केही देखिन्छ होला केही डरलाग्दो केही रमाइलो काम गर्न पाउँछु होला जस्तो लाग्छ म आफैले पनि अझै बढी मेहनत गर्नुपर्छ जस्तो लाग्छ यो क्यारेक्टरको कुनै डायलग याद छ होला कोसिस चाहिँ गर्छु मलाई ठ्याक्कै दिमागमा चाहिँ छैन होइन म कोसिस चाहिँ गर्न सक्छु स्वयं अन्त स्वयं जन्म हूँ म मरण स्वयं निर्माता हूँ संहार स्वयं तँलाई जति खेल्नु थियो तैँले खेलिस् अब मेरो पालो खेल संहारको खेल अन्त्यको खेल मरणको त मलाई खुन दे म यिनीहरूको आजादी दिन्छु आयो मलाई त अलि थाहा छैन लाइनहरू यताउता भएको छ भने त्यहाँ छैन मलाई केही पनि गुजबम्स नै आयो अनि यो स्क्रिनमा डायलग डेलिभरी र यो अन पर्सन हुन्छ इन पर्सन गर्दाखेरि त एकदम प्रिभिलेज्ड फिल हुँदो रहेछ कि गुजबम्स आयो ओके सो नेक्स्ट यो चाहिँ अदृश्य भन्ने फिल्मको हजुर स्पाई खालको क्यारेक्टर हो यो बहुरूपिया खालको आफ्नो रूप बदल्दै हिँड्छ अनि एउटा मिसनमा हुन्छ यो त्यो केसलाई सल्भ गर्नुको लागि दारी सारी यताउता सबै पीताम्बर धनञ्जय सिंह राजपूत पीताम्बरको यो धनञ्जय सिंह राजपूत हुन् यो सबै ठ्याक्कै साउथ इन्डियन भाइब्स नै छ यसमा एक्ज्याक्टली अनि फेरि सबभन्दा रमाइलो पार्ट चाहिँ के थियो भने यो मेरो ठाउँमा सुटिङ भएको परासीमै मेरै घरको वरिपरि सबै कुराहरू इभन त्यो सानो तपाईँले पोस्टरमा देखिराख्नु भएको छ मान्छेहरू मरेको यो वार्ड नम्बर 3 मा गरेको थियौँ हामी अनि यसको क्लाइमेक्सहरू जम्मै मेरो घर अगाडि पुरानो घर जुनमा म जन्मेको त्यो घर अगाडि गरिएको क्लाइमेक्स थियो जब 15 दिन सुट गरेको थियौँ
धेरै कुराहरू सिक्न चाहिँ पाएँ म यो सिनेमाबाट, प्रोडक्सनको कुराहरूमा यताउता। अनि रह्यो कामको हिसाबले खासै धेरै मेहनत गर्न चाहिँ पाएको थिएन, किनभने आफ्नो ठाउँमा सुटिङ भएको नाताले सबै कुराहरू आफैले हेर्नुपर्ने थियो। अनि सो बट सबैले एप्रिसिएट गर्नुभयो, एकदमै मन पराइदिनु भयो धनञ्जयको क्यारेक्टर। सो त्यो चाहिँ खुसी लाग्छ। यो चाहिँ मलाई अहिलेसम्मको तपाईँको पोस्टर होइन, मुभीको पोस्टर मध्ये चाहिँ यो चाहिँ मलाई एकदमै मनपर्छ, मेरो फेभरेट नै हो। थ्याङ्क यू सो मच, थ्याङ्क यू। बाबुजी पाली भगवती, हाम्रो घरबाट लगभग 5 किलोमिटरभित्र मन्दिर छ पाली भगवती। एकदमै मानिएको ठाउँ हो यो। अनि बुवालाई चाहिँ मैले लिएर गएको थिएँ त्यहाँ दर्शन गराउनको लागि। आई थिङ्क यो साउनको बेलाको हो यो फोटो चाहिँ, या दसैँ ताकाको फोटो हो, दसैँ या साउनको फोटो हो यो चाहिँ। सेम यस्तै खालको फोटो एउटा उता बर्दोगोरियामा पनि मैले खिचेको थिएँ। म त्यति बेला अरेन्ज कलरको टी सर्ट लगाएको थिएँ। अनि त्यो सँगसँगैको भएर म अलिकति कन्फ्युज चाहिँ छु, यो दसैँको हो कि साउनको हो। तर यो चाहिँ पाली भगवती, बुवालाई लिएर गइरहन्थेँ म मन्दिरमा। यो यात्रा गर्दाखेरिको कुनै एउटा रमाइलो पल? रमाइलो म बुवासित थिएँ, त्यो चाहिँ रमाइलो थियो। तर बुवाको जुन पीडा थियो त्यसले चाहिँ डेली मलाई खाइ नै रहेको थियो, म सकिरहेको थिएन। दिमागमा एउटै प्रश्न चलिरहन्थ्यो यति बेला, सायद म सानो हुँदाखेरि बुवाले यसरी नै मलाई पनि डोर्याउनुहुन्थ्यो होला, म कतै लड्ने बेलामा यसरी नै समात्नुहुन्थ्यो होला मलाई। अनि कि म साँच्चै नै बुवालाई त्यसरी नै होल्ड गर्न सकिरहेको छु कि छैन, त्यो चाहिँ यति धेरै हुन्थ्यो मेरो यो दिमागमा चलिरहन्थ्यो होइन, बुवालाई लिएर कुराहरू। गाह्रो थियो, एकदमै गाह्रो थियो यो सिचुएसन। अहिलेको सिनारियो, सोसाइटीको सिनारीको कुरा गर्दाखेरि कतिजना बुवाहरू होइन, उहाँ जस्तै बुवा, तपाईँको बुवा जस्तै बुवाहरू होइन, उहाँहरू अहिले वृद्धाश्रमतिर राख्ने गरिएको छ होइन। त्यो अहिलेको सोसाइटीको एकदम नराम्रो ट्रेन्डै जस्तो भइसक्यो कि, त्यो ट्रेन्डको बारेमा चाहिँ के भन्नुहुन्छ? मलाई मन पर्दैन, सिधा कुरो। मैले जाने कुरा यति मात्रै हो, जो मान्छेले आफ्नो बाउआमालाई केयर गर्नु सक्दैन, आफ्नो घरमा स्पेस दिन सक्दैन भने त्यो मान्छे नै गन्दैन कि। त्यो जोसुकै होस्, जेसुकैको स्वार्थमा होस्, तिमी विदेश गएर बस, पैसा कमाऊ, बाउआमालाई यहाँ राखेर घर कुरुवा बनाएर राख। होला मैले यो भनिरहँदाखेरि अनपढ गँवार एकदमै खालको म लाग्छु होला सायद उहाँहरूलाई सुन्ने मान्छेलाई होइन, त्यसले मलाई केही फरक पर्दैन होइन। तपाईँ अमेरिका जानुहोस्, लन्डन जानुहोस्, गएर बस्नुहोस्, अनि यहाँ चाहिँ घरमा चाहिँ बाउआमा चाहिँ कुरेर बस्नु होइन। केलाई कुर्नु त? त्यो घाटमा जानुको लागि, अनि तिमी कहिले आइदिन्छौ भन्नको लागि, त्यतिको लागि हो? त्यो त होइन होला नि त। पैसाको भ्याल्यु बाउआमा भन्दा ठुलो कहिले हुनु सक्दैन होला। तपाईँहरूको लागि या केही सर्टेन मान्छेहरूको लागि होला, तर प्रमोदकहरूको लागि चाहिँ हुँदैन। र यो कुरा चाहिँ म मान्दा पनि मान्दैन। र जसले आफ्नो बाउआमालाई वृद्धाश्रमसम्म पुर्याउँछ सायद तिम्रो बाटो पनि त्यही नै हो। भोलिको दिनमा तिम्रो बच्चाहरूले त्यो दिन नल्याउला भन्न सक्दैनौ तिमीले होइन। सो बाउआमालाई जति सक्छौ केयर गर, माया गर होइन। वृद्धाश्रम, दुनियादारी किन तिमी आज जहाँ छौ नि त्यो बाउआमाको देन हो के। तिमीले त केही गरेकै छैनौ यार। मैले मेरो बाउआमालाई के गरेँ भन्नु न? के गरेको छैन त मैले, त केही गर्नै पाएको छैन। 9मा पढ्दा पढ्दै मम्मी बित्नु भयो होइन, अब अहिले आएर बुवा बित्नुभयो, के गरेँ? सधैँ उहाँहरूले नै गर्नुभयो नि। आज सायद उहाँहरू नहुँदो भन्दा हामी त कहाँबाट हुन्थ्यौँ र। सो यो चिजहरू त मलाई बकवास लाग्छ, बकवास नै लाग्छ। यो वृद्धाश्रम ये ऊ बरु मैले साँच्चै नै सक्ने हो भने त म त बन्दै गराइदिन्थेँ, बन्दै गराइदिन्थेँ। र छोराछोरीहरूलाई त म बाहिर त झन् पठाउँदैन थिएँ साँच्चै नै। एकदम नराम्रै विकृति नै कस्तो भइसक्यो समाजमा चाहिँ, खण्डर भइसकेका छन् के ती घरहरू, ती गाउँहरू। गएर हेर्नुहोस् न। इभन मैले एउटा फिल्मको सुटिङ गर्दै थिएँ, रामायण फिल्मको सुटिङ गर्दै थियौँ हामी होइन। त्यो गाउँको नाम चाहिँ मलाई एक्ज्याक्ट गोडैता भन्ने ठाउँमा, त्यहाँ अनिल सिंह भन्ने हुनुहुन्छ। त्यो एरियाको सबभन्दा ठुलो दरबार नै उहाँको रहेछ क्या।
अहिले बुढा र बुढी मात्रै हुनुहुन्छ क्या उहाँ। हजुर अनि यत्रो बङ्गलोमा तपाईँ के गर्नुहुन्छ भने क्या मैले, अनि उहाँले भन्नुहुन्थ्यो क्या, प्रमोद बाबु कुनै दिन यहाँ चिराग बल्थ्यो भन्नुहुन्थ्यो क्या यो घरमा होइन, परेबाट मान्छेहरूले देख्थ्यो यहाँ दियो बलेको, लाइट बलेको होइन। अनि अहिले म्याक्सिमम् रुमहरू चाहिँ अँध्यारो छ क्या, त्यो कोठाहरू नखोलेको वर्षौँ भइसक्यो। म र बुढी मात्रै छौँ यहाँ, अनि छोराछोरी कोही अमेरिका त कोही कहाँ कोही के, कहिले आउनुहुन्छ, कहिले दसैँमा आउँछन् नभए आउँदैनन्। दुःख लाग्छ क्या यस्तो कुराहरू। आई डोन्ट नो यो विषयमा जति कुरा गरे पनि, तर एटलिस्ट म चाहिँ के खुसी छु भने म चाहिँ मेरो फ्यामिलीबाट टाढा बस्नु सक्दैन। दो आम एन एक्टर, इन्डस्ट्रीमा छु, मलाई थाहा छ यो इन्डस्ट्रीले काहीँ न काहीँ एउटा दूरी चाहिँ क्रिएट गराउँछ फ्यामिलीसित, तर म चाहिँ त्यो हुनु दिँदैन र हुनेवाला पनि छैन। त्यही भएर सायद म फ्री भएको बेलामा प्रायः म घर जान्छु, म घर गएकै हुन्छु र इच एन्ड एभ्री फेस्टिभलमा चाहिँ म घर हुन्छु। म छोड्दैन। दाइ दो बुवा आमा हुनुहुन्न, मेरो दाइ भाउजूहरू हुनुहुन्छ र उहाँहरू मेरो बाउ आमा जस्तै हुनुहुन्छ। चाहे भाउजूको कुरा गरौँ, मेरो दाइको कुरा गरौँ, या मेरो 5 जना दिदीको कुरा गरौँ होइन। अनि सो त्यो सम्मान, त्यो रेस्पेक्ट रहिरहन्छ र उहाँहरू बिना म सायदै बाँच्नु सक्छु होला। बरु फिल्म छोडिदिन्छु म, केही छैन, तर म मेरो परिवार छोड्नु सक्दैन। इन्डस्ट्रीले दिएको मलाई सबैभन्दा ठुलो उपहार हो यो। सायद माले पठाइदिनु भएको, मेरो आमाले, गौरी मल्ल। माको बारेमा त कति के कुरा गरौँ होइन, जहाँ दुनियाँले जो कुरा गर्छ माको होइन। भेरी स्विट, भेरी केयरिङ। अहिले यो बिचमा चाहिँ म मालाई भेट्नु पाइरहेको छैन। हिजो बिहान कति 5:22 होला मैले फोन गरेको थिएँ होला बिहान, त्यो पनि जिमबाट, किन कुरै गर्नु पाएको छैन मासित। म भेट्नु पनि पाइरहेको छैन किन यता कन्टिन्यू सुटिङ, त्यसपछि वर्कसप, अनि जिम यताउताले गर्दाखेरि मासित कुरा गर्न पाएको छैन म। त्यसको लागि सरी मलाई। अनि मैले हिजो बिहान चाहिँ 5:22 मैले कल गरेको थिएँ, तर मा चाहिँ त्यति बेला सुतिराखेको थियो, फोनमा कुरा गर्नु चाहिँ पाएन हिजो। अनि म्यासेज चाहिँ हेर्नुभयो, बस त्यति हो। त्यहाँ सँगसँगै मेरो आमाको फोटो, मलाई जन्म दिने आमा माको फोटो हो त्यो। पुरानो फोटो त्यही मात्रै छ मसित, माको फोटो भनेको, मेमोरी भनेको होइन। त्यो पनि कुन चाहिँ क्यालेन्डर उसमा एल्बममा थियो होला, अनि त्यो फोटो चाहिँ मैले बनाएर यत्रो बनाएको हो। त्यो इन्लार्ज गर्न पनि नमिल्दो रहेछ फेरि। अनि सो अरू केही फोटो छैन माको मसित। माको मेमोरी चाहिँ छ मसित, सबै कुराहरू छ, तर अरू त केही पनि छैन। इभन नट इन ड्रिम पनि, सपनामा पनि आइसिन्न। इट्स बिन झन्डै 25 इयर्स। हजुर, पछि 26 वर्ष, यो असार 25 गते। मेमोरी, लास्ट मेमोरी याद भएको मेमोरी चाहिँ उहाँसँगको कुन छ? मासितको हजुर, टिचिङ हस्पिटल मलाई याद छ। बेडमा होइसिन्थ्यो मा, मङ्गलबारको दिन थियो। म खुट्टामा त्यो के भन्छ अरे लोसन लगाइरहेको थिएँ, पिङ्क कलरको लोसन थियो। आई थिङ्क त्यो लोटस या समथिङ, भ्यासलिन टाइपकै पिङ्क कलरको थियो, यत्रो बट्टा। अनि त्यो लोसन चाहिँ बिहान 9 बजे सबै कामहरू सकाएर म मालिस गर्दै थिएँ खुट्टामा। अनि अलिकति बेड चाहिँ उठाएको थियो, अनि हेर्दै, अनि मोनिटर यतातिर थियो। अनि घरमा भिनाजुहरू आउनुभयो होला, अनि दिदीलाई भनेर मासुहरू पकाउनु लगाइदिएँ भनिराख्नु भएको थियो। मैले ठिक छ, त्यो दिदीहरूले गरिहाल्नुहुन्छ, तपाईँ चिन्तै गर्नु पर्दैन यता भनेर कुराहरू गर्दै थिएँ। मालिस गरिरहेको थिएँ, जिस्किरहेको थिएँ। अनि अब सोमबारतिर डिस्चार्ज हुन्छ भन्ने कुराहरू गर्दै थिएँ मैले उहाँलाई। अनि सिवाज लाइक यत्तिकै हुनुहुन्थ्यो। अनि कुरा गर्दा गर्दै ठ्याक्कै यो जिब्रोले चाहिँ यहाँ टच गर्नुभयो कि, मलाई अजिब लाग्यो किन गर्नुभयो होला भनेर। अनि यसरी मोनिटरमा हेरेको त प्रेसर पुरै डाउन के माको। अनि अगाडि नै क्याबिन थियो, डक्टरहरू बस्नुभएको थियो। डक्टरहरूलाई बोलाएँ म, डक्टर आउनुभयो। अनि अब त्यो के अनि औषधि प्रिस्क्राइब गर्नुभयो। माथि बिल्डिङबाट कुद्दै म बाहिर आएँ टिचिङको, त्यहाँबाट औषधि लिएर पनि गएँ। म सिडीबाटै आएँ। म कसरी पुगेँ, कसरी आएँ त्यो मलाई थाहा छैन। अनि त्यहाँ पुग्दाखेरि सुवास नम्बर मा होइसिन्थेन। त्यसपछि 8 महिना मलाई होस् छैन। त्यो 8 महिना म कसरी बाँचेँ, सर्भाइभ गरेँ, घर कसरी गएँ मलाई थाहा छैन।
किनभने मा चाहिँ मेरो कमजोरी थियो। मा बिना म एक रात पनि बस्नु सक्थेन। इभन म बुटल होराइजनमा पढ्थेँ। फ्राइडे शनिबार बिदा हुन्थ्यो, फ्राइडे इन्टरभल लाइक बिदा हुन्थ्यो नि त 1 बजे 1:30 बजे म परासी आउँथेँ। अनि त्यो रात म मासँगै सुत्थेँ। अनि आइतबार मर्निङमा म फेरि स्कुल जान्थेँ, दाइहरूले छोडिदिनुहुन्थ्यो। त्यो खालको बानी थियो। अनि त्यो टाइम पिरियडमा मलाई माले कहिले फोन पनि गर्नु भने एकचोटि मात्र गर्नुभएको थियो। अनि त्यो होस्टेलको सिडीमा बसेर म रोइरहेको थिएँ। बस उहाँको मुखबाट निस्केको शब्द चाहिँ बाबु मात्रै थियो होइन। अनि म रुनु थालेँ, केही पनि बोल्नु भएन, फोन काट्नु भयो। आई थिङ्क म 7 कि 8 मा पढ्दाखेरिको होला। त्यसपछि कहिले माले फोन पनि गर्नु भएन। म घरै जान्थेँ, घरै भेट्थेँ। अनि मासित छुट्टिन्छ भनेर म दिदीहरूको घरमा पनि जान खोज्दैन थिएँ कि होइन। त्यो थियो। अनि आमा बिना त्यो दिमागमै थिएन सायद म बाँच्छु होला भनेर होइन। तर बाँच्नु पर्दो रहेछ। त्यति सहज छैन र बाँचि नै रहेको छु। र सायद उहाँबाट पाएको चिजहरू, उहाँले सिकाएको कुराहरू नै म फलो गरिरहेको छु अझैसम्म। त्यही नै हो। मम्मी बाबा जिन्दगीमा लाइफमा नहुनु जस्तो त्यो खालीपन त्यो अरू कसैले पनि फुलफिल नै गर्न सक्दैन कि। त्यो जुन लाइफमा एउटा भोइड हुन्छ होइन, त्यो अरू जतिसुकै जना मान्छे आउनुभयो भने पनि त्यो भोइड चाहिँ त्यो कभरै गर्न सक्नु हुँदैन कि। त्यो लाइफमा अब मम्मी बाबा नहुनु भएको होइन, आमा झन् सानैमा स्वर्गीय हुनुभयो। त्यो बेलाकोदेखि अहिलेसम्मको त्यो आमा नहुँदाखेरिको त्यो खालीपन होइन, आमाको अभाव कति महसुस गर्नुहुन्छ? एकदमै गर्छु, म गरि पनि रहन्छु होइन। अनि तर केही हदसम्म फुलफिल चाहिँ मालाई भेटाएपछि भयो, गौरी मालाई होइन। म प्रायः मासँगै हुन्छु होइन। बिहानदेखि बेलुकासम्म यदि सुटिङ छैन, मिटिङ छैन भने म मासँगै बस्छु, घरमै जान्छु। अनि बिहानको ब्रेकफास्टदेखि लिएर बेलुकाको डिनरसम्म हामी सँगै गर्छौँ, मासँगै। अनि मालाई भेटाउनुभन्दा अगाडि दिदीहरू, मेरो 5 जना दिदी, मेरो 3 जना भाउजू, अनि इभन मलाई नुहाइदिनेदेखि लिएर ठुलो भाउजूले नै गर्नुहुन्थ्यो होइन। लाइक इभन म ठुलो दिदीलाई, भाउजूलाई कहिलेकाहीँ मा भनेरै बोलाइरहेको हुन्छु। मेरो आफ्नै ठुलो दिदीलाई दिदी भन्दा भन्दै त्यो आमा भनेर निस्किरहेको हुन्छ। म मा भनेर बोलाउँथेँ मैले मालाई, आमालाई। त्यो शब्दहरू बोलिरहेको हुन्छु। ठुलो भाउजू म सानो हुँदाखेरि, मा नहुँदाखेरि भाउजूले नै नुहाइदिने हो मलाई। आफ्नो हातले कहिले पनि फिस मैले खाएन त्यति बेला, भाउजूले खुवाइदिनु पर्थ्यो। ठुलो भाउजूले चाहिँ काँडाहरू निकालेर एउटा एउटा खुवाइदिने कामै भाउजूको हुन्थ्यो होइन। अनि मा हुँदाखेरि माले खुवाइदिने हो खाना चाहिँ, नट फिस। तर फिस पाकेको छ भने भाउजूले खुवाइदिनु पर्ने, त्यो हुर्काइ हो मेरो। अनि सो कहिले पनि त्यो आमा र भाउजूमा चाहिँ मैले त्यो भाउजूलाई चाहिँ न कि भाउजूको रूपमा भन्दा पनि आमाकै रूपमा देखेँ मैले जहिले पनि। सो केही हदसम्म त्यो कमीहरू चाहिँ फुलफिल भयो होला होइन। तर पनि आमा त आमै हो नि होइन, आमा त आमै हो। अनि सबभन्दा ब्युटिफुल पार्ट चाहिँ के थियो भने म एकदमै मिस गर्ने आमालाई। अनि त्यो क्वेसनको जहिले पनि म भनि पनि रहेको हुन्छु। आई डोन्ट नो त्यो मलाई भन्न मन लागेर हो या मबाट निस्किन्छ त्यो मलाई थाहा छैन। आमा हुन्जेल म बिहान आँखा खोल्दाखेरि मेरो हातमा जहिले पनि डलर हुन्थ्यो क्या एउटा, टिलिक्क टल्किने, न कि पुरानो सिक्का होइन कि 1 को टिलिक्क टल्किने कोइन हुन्थ्यो क्या मेरो हातमा। मा बाँचुन्जेल म बिहान उठ्थेँ, उठ्ने बित्तिकै पहिला हात यसरी खुल्थ्यो अनि मेरो आँखा खुल्थ्यो कि त्यहाँ सिक्का हुन्थ्यो एउटा नयाँ टिलिक्क टल्केको। अनि त्यसलाई चाहिँ खुत्रुकेमा राख्थेँ म। त्यो किन आमाले राखिदिनुहुन्थ्यो मलाई आजसम्म जवाब पाएन मैले होइन। त्यो चाहिँ एकदमै सम्झिन्छु म। त्यो प्रश्नको जवाब चाहिँ कहिले पनि पाएन। अनि बुवालाई मैले सोधेको थिएँ क्या लास्टमा। अनि बुवाले केही पनि भन्नु भएन, हाँस्नु भयो मात्रै, केही बोल्नु भएन बुवाले चाहिँ। त्यो चाहिँ जहिले पनि त्यो एउटा मिस्ट्री चाहिँ छ मसित आमाको। अहिले तपाईँ फिल्म इन्डस्ट्रीमा एकदम चर्चित एक्टरमा गनिनुहुन्छ होइन। तपाईँको अचिभमेन्ट देखेर होइन, तपाईँको अचिभमेन्ट मध्ये चाहिँ कुन अचिभमेन्ट चाहिँ तपाईँको आमाले एकदम गर्व गर्नुहुन्थ्यो होला? माले मलाई हिरो भनेर बोलाउनुहुन्थ्यो कि म सानो हुँदाखेरि सबैलाई। किन मम्मी चाहिँ फेरि कस्तो हुनुहुन्थ्यो भने समाजमा एकदमै लाइक त्यो हिरो टाइपकै हुनुहुन्थ्यो क्या मा पनि फेरि होइन। कसै घरमा अब त्यो एरियामा बिहा सिया भयो भने मेरै घरबाटको भाँडाले बिहा हुने हो कि त्यो खालको हो होइन।
अनि महिलाहरूलाई ट्रेनिङहरू दिलाउनु छ, कसैलाई दिदीबहिनीहरूलाई सिलाइ सिक्नु छ, बस्नलाई घर छैन भने पुरै हाम्रो घर खाली छ, त्यो खालको हो कि ल आऊ बस पढ सिक त्यो खालको होइन। त्यो बेलाको जुन भनौँ न दिदीहरू खालको त्यो गाउँको त्यहाँ पिपरा भन्ने गाउँहरू, जमुवाड भन्ने गाउँको त्यहाँको जति पनि महिला दिदीहरू हुनुहुन्थ्यो नि सबको ठाउँ भनेको मेरै घर हो। 8 लिटर दुधको चिया पाक्थ्यो क्या डेली त्यो घरमा होइन। मान्छेहरू टन्नै हुने हो होइन। अनि चाहिँ ठ्याक्क अहिले तपाईँ जुन पोजिसनमा बस्नुभएको छ त्यही ठाउँमा एउटा सिङ्गल यही साइजको सोफा हुन्थ्यो, अहिले चाहिँ छैन त्यो सोफा। त्यो सोफामा अनि यत्तिकै बस्नुहुन्थ्यो उहाँ चाहिँ, यत्तिकै बस्नुहुन्थ्यो। अनि यहाँनिर चाहिँ पर्दा, अनि कोही पनि आयो भने त्यो पर्दा यसरी हटाउने हो। अनि जति पनि सरकारी अफिसहरूको पिउनहरू काम गर्नेहरू हुन्थ्यो नि जोसित पैसा इन्कमहरू छैन, अनि उहाँहरू आउनुहुन्थ्यो कि अनि पर्दा यसरी खोल्नुहुन्थ्यो। अनि आमाले के भयो भनेर सोध्नुहुन्थ्यो। उहाँ चाहिँ हिन्दीमा भोजपुरीमा बोल्नुहुन्थ्यो। अनि कहाँ भइल भनेपछि अनि खाएको नाइ बा भन्थ्यो कि खानालाई घरमा छैन भने। अनि के चाहियो तिमीहरूलाई भने केही पनि भने। अनि यसरी देखाउनुहुन्थ्यो कि त्यो एउटा सानो ढोका थियो गल्ली, त्यो ठ्याक्क माको लेफ्ट साइडमा। अनि त्यहाँ बोरामा चाहिँ चामल दालहरू सबै हुन्थ्यो कि। अनि ऊ त्यहाँ चामल दाल सबै छ, तिमीहरूले जे जति चाहिन्छ निकाल भनेर नि जान्थ्यो। अनि त्यो माना कुरुवाहरू हुन्थ्यो नि पुरानो, अनि त्यसबाट चाहिँ निकाल्ने। अब कोहीसित झोला छ भने झोलामा हाल्ने, कोहीसित कपडा छ भने कपडामा हाल्ने होइन। झोला छैन भने अरू काम गर्नेहरू झोला दिदिने। अनि त्यति बेला 2 जना काम गर्ने हुनुहुन्थ्यो दाईहरू हाम्रो होइन। लगभग 50-55 एजको आमाहरू हुनुहुन्थ्यो काम गर्नेहरू होइन, घरमा आमालाई सघाउने। अनि लिएर जाने, अनि बाहिर आउँथ्यो उनीहरू होइन। जसलाई जति जति चाहिन्छ लिएर जाने। यो थिएन कि तैँले यति मात्र लैजा भन्ने थिएन, जति मन लाग्छ लैजाऊ। अनि पैसा छैन भन्थ्यो क्या उनीहरूले, हामी त सुनिन्थ्यो नि त। अनि पैसा छैन भने ओके ठिक छ, कमाएर दिन सकेछ भने दिने, छैन भने तिमीहरूकै हो। अनि त्यो किन भन्नुहुन्छ त? मैले पैसै तपाईँले लिनु न भने कमाएर दे भनेर किन भन्नुहुन्छ भने त्यो भनेर यिनीहरू काम गर्न छोड्छ भन्नुहुन्थ्यो कि। त्यही भएर यिनीहरूले कमसेकम त्यो डरले भए पनि काम गर्छ भनेर त्यति चाहिँ भनेको यिनीहरूलाई भन्नुहुन्थ्यो। कहिले पनि कसैसित पनि एक सुगा लिने यताउता त्यो थिएन होइन। अनि सबैको घरमा सहयोग गरिदिने त्यो खालको नेचर थियो उहाँको। मैले बोल्दा बोल्दै सायद क्वेसन पनि बिर्सेँ क्या हो। अचिभमेन्ट चाहिँ अनि उहाँले चाहिँ उहाँहरूलाई चिनाउँदाखेरि अनि यो चाहिँ कान्छो हो भने होइन मेरो हिरो हो भन्नुहुन्थ्यो कि, मेरो मुटुको टुक्रा हो भन्थ्यो उहाँले जहिले पनि। अनि काहीँ न काहीँ त्यो कुरा नै फुलफिल भएको हो कि जस्तो लाग्छ कि। अनि मेरो एकजना सर पनि हुनुहुन्थ्यो, गोपाल सिंह आले भन्ने सर हुनुहुन्थ्यो। अनि उहाँले चाहिँ अकाउन्ट पढाउनुहुन्थ्यो। अनि होमवर्कहरू लगेर अब चेक गराउनु पर्थ्यो नि त। अनि लयो होमवर्क चेक गऱ्यो, तेरो ह्यान्डराइटिङ क्लासमा सबैभन्दा दामी छ, तेरो जस्तो ह्यान्डराइटिङ कसैको पनि छैन। गेममा तँलाई नवलपरासीमा कसैले पनि जित्दैन। म मार्सल आर्ट खेल्ने होइन, म ओखर किक बक्सिङ दुइटै खेल्थेँ। नवलपरासीमै तँलाई जित्न सक्ने आजसम्म कोही पनि छैन। जुन गेम फुटबलदेखि लिएर गुच्चादेखि लिएर मार्सल आर्टदेखि लिएर सबैमा तँ जित्छस् होइन। परासीको तँ डन होइन, पढ्छस् 8मा होइन। दादा तँ चाहिँ स्कुलमा पनि कोही केटाहरूले तँलाई आँट्दैन, पढ्छस् 8मा 10 क्लासको केटालाई पिट्छस् हो। तँ एउटा काम गरिस् भने हिरोभन्दा कम हुँदैनस्। अनि त्यतिन्जेल त छाती यत्रो भइसकेको हुन्छ नि त फुलेर, 25 जना स्टुडेन्ट छ होइन, यहाँ भइसकेको छ। अनि के सर भने पढाइमा ध्यान दिन्छ भने फुस्स भइसक्थ्यो क्या त्यति बेला। अनि सायद काहीँ न काहीँ त्यो आशीर्वाद चाहिँ उहाँहरूको लागेको हो कि जस्तो लाग्छ क्या मलाई। किनकि स्टार्टिङमा मलाई यो फिल्डमा आउने म मान्छे नै होइन, मलाई चाहिँ खेलाडी भन्नु छ बस त्यति हो। त्यो बाहेक अरू केही गर्नु छैन भन्ने थियो। अनि बाँकी घरको बिजनेसहरू छँदैछ। बट अननोइङली त्यो जम्मै तयारीहरू चाहिँ यसको लागि रहेछ जस्तो लाग्यो क्या मलाई चाहिँ। 8 क्लासमा पढ्दादेखि नै अब गेमहरू खेल्ने, न्युज पेपरमा फोटोहरू आउने होइन। अनि इभन म एसएलसी दिए पछाडि बुटलमा मेरो प्रभात रिमाल दाई चाहिँ मेरो गुरु हो भोइसको। म ट्रेनिङ पनि गरेँ, सिकौँ न के भएर भनेर गएको सिक्नुलाई, भोइसको ट्रेनिङ गर्नु गएँ होइन। अनि यो सबै कुराहरू यसैको लागि रहेछ तयारी जस्तो लाग्दो रहेछ क्या अहिले चाहिँ। हजुर, आमा बिनाको जीवन र सफलतामा के फरक लाग्दो रहेछ? सायद मा भएको भए अर्कै एउटा खालको एनर्जी चाहिँ हुन्थ्यो होला होइन। बट खुसी कहाँ छु भने पक्कै पनि उहाँले हाम्रो कामहरू हेरिराख्नु भएको छ, मैले जे गरिरहेको छु उहाँहरूले देखिराख्नु भएको छ। र उहाँहरूकै आशीर्वादले नै म आज सायद
यो कामहरू चाहिँ गरिरहेको छु र त्यो डिसिप्लिनको साथमा त्यो रेस्पेक्टको काममा म गरिरहेको छु किनभने त्यो हिरो भन्ने शब्द नै आमाबाट सुने हो क्या मैले सो त्यो शब्दलाई म कहिले पनि झर्न चाहिँ दिँदैन तपाईँले फिल्म इन्डस्ट्रीमा आमा पाउनुभएको छ होइन गौरी मल्लजीसँग तपाईँले सिंहदरबार टिभी सिरिज पनि गर्नुभयो सिंहदरबार फागु भन्ने फिल्ममा काम गऱ्यौँ त्यो सिंहदरबार सिरिजमा हाम्रो नेपालकै पोलिटिकलको जुन डार्क साइड्सहरू छ होइन त्यो दर्शाउनु भएको छ तपाईँ आफै पनि पोलिटिकल फाइनेन्स मिनिस्टर युवराज भन्ने क्यारेक्टर गरेको छु मैले सिंहदरबारमा तपाईँको फ्यामिलीमा पनि दादा पोलिटिक्समै हुनुहुन्छ होइन मेयर साहब हजुर मेयर साहब उहाँले जस्तो तपाईँले पोलिटिकल फिल्डलाई पनि नजिकबाटै देख्नुभएको छ होइन त्यो सिंहदरबार फिल्ममा जुन क्यारेक्टर गर्नुभयो होइन जस्तो चाहिँ त्यो ठ्याक्कै मेरो ठुलो दाइ हो हजुर मैले त्यहाँ जे गरेको छु त्यो ठ्याक्कै मेरो ठुलो दाइ हुनुहुन्छ विजय अग्रहरी भेरी कुल काम होइन कसैको 2 रुपियाँ खाने ठग्ने यताउता बरु पऱ्यो भने आफ्नै लगाएर उसलाई सहयोग गरिदिने त्यो खालको मान्छे हुनुहुन्छ त्यो खालको नेचर हुनुहुन्छ अनि एकदमै सरल मान्छे एकदमै सरल त्यो दायाँ बायाँ लप्पन छप्पन केही नजान्ने अनि त्यो युवराज क्यारेक्टर मैले ठ्याक्क दाइकै हुबहु निकालिदिएको त्यही नै गरेको हो मैले त्यो स्क्रिन सेयर गर्दाखेरि गौरी मल्लजीसँगको एकदम रमाइलो इन्टरेक्सन एउटा कुनै छ मासित त भइ नै हुन्थ्यो त्यो बेला त होइन एकदमै जिस्किरा हुन्थ्यो हामी मा र म त होइन अनि क्यारेक्टरमा पनि अनि माको र मेरो टसलबाजी छ नि त त्यहाँ खास पिएम म भन्नुपर्ने खालको हो नि त त्यो क्यारेक्टर तर मेरै बाउले ठगिदिएको हो नि त खास एउटा भोट चाहिँ उता के भन्छ अरे आशा भन्ने क्यारेक्टर यानि त्यो पिएम क्यारेक्टरलाई भोट गरिदिएर म मेरो क्यारेक्टर चाहिँ पिएम हुँदैन नि त अनि त्यो चाहिँ टसलबाजी चाहिँ थियो सिरिजमा चाहिँ तर मासितको त अब एकदमै रमाइलो खानेकुरादेखि लिएर सबै कुराहरू भनौँ न त्यो त अब के हुन्थ्यो मासित हुँदा त सुटिङमा तपाईँको नजरमा रियल एक्टिङ भनेको क्यामेरा अगाडिको अभिनय हो कि क्यामेरा पछाडिको सत्यता क्यामेरा पछाडिको सत्यता हजुर इट डिपेन्ड्स तपाईँ कहाँ हुनुहुन्छ कुन स्पेसमा हुनुहुन्छ कुन फ्रेममा हुनुहुन्छ इफ तपाईँ सिनेमाको लागि काम गरिराख्नु भएको छ भने त्यो अभियसली एक्टिङ नै हो होइन बट एक्ट विदाउट एन एक्टिङ त्यो हुनु पऱ्यो होइन बाँकी तपाईँ समाजमा या अन्तै हुनुहुन्छ फ्रेममा हुनुहुँदैन सिनेमाको लागि गरिराख्नु भएको छ भने तपाईँ एक्टिङ किन गर्नु पऱ्यो होइन त्यो एक्टिङ गर्नु भनेकै तपाईँ गलत गर्दै हुनुहुन्छ केही न केही हो केही प्रिटेन्ड गरिराख्नु भएको छ भन्ने कुरा जुन गलत हो होइन सो इट डिपेन्ड्स तपाईँ के को लागि गरिराख्नु भएको छ किन गर्दै हुनुहुन्छ होइन जब यो प्रश्नहरू तपाईँले आफैलाई गर्नुहुन्छ सायद तपाईँ एक्टिङ नै गर्नुहुन्न त्यही भएर म सायद पढाइ नै मेरो नो एक्टिङ प्लिज सो मलाई एक्टिङ गर्न आउँदैन मैले बार भनिरहेको हुन्छु एक्टिङ गर्न चाहिँ जान्दैन तपाईँलाई कहिले आफ्नै अभिनय हेरेर आफै इमोसनल फिल गर्नुभएको छ आफ्नै काम हेरेर हजुर म खोजिरहेको हुन्छु आफ्नै कामहरूबाट म खोजिरहेको हुन्छु होइन अनि मैले के गरेको छु किन गरेँ यो त्यो म टाइममा इभन मलाई एउटा याद छ ग्याङ्गस्टर ब्लुजमा त्यो जेलको पार्टमा त्यो खाटमा बसिरहेको हुन्छ मेरो क्यारेक्टर अनि मैले त्यो इयरबड्स लिएर त्यो प्वाख हुन्छ प्वाखले चलाइरहेको हुन्छ अनि एउटा सायरी बोलेको छ क्या त्यहाँ मैले अनि त्यो सायरीको एन्डमा चाहिँ मलाई याद छ म माथि हेरेको छु त्यो अल्लाहलाई हेरेको हुन्छ क्या जब मैले फिल्म हेरेँ म किन हेरेँ होला अल्लाहलाई नहेरेको भए हुन्थ्यो नि त मोर कनेक्ट गर्थ्यो कि त्यो लाइन्सले मलाई अडियन्ससित अझै कनेक्ट गराउँथ्यो होला अनि त्यो चाहिँ मैले गलत गरेको रहेछु भन्ने चाहिँ म आफैलाई चाहिँ म त्योसम्म खोज्ने मान्छे हो कि आफ्नो कामप्रति होइन अनि सो भइन्छ अभियसली आफूले गरेको काम हो अनि त्यो अनि एक्टिङ भन्ने बित्तिकै इट्स अल अबाउट प्योरिटी हो कि होइन तपाईँ प्रिटेन्ड गर्नु म एक्टिङ गरिहाल्छु यार भनेर तपाईँ कहिले पनि राम्रो एक्टर बन्नै सक्नुहुन्न इट सुड बी भेरी प्योर होइन हरेक चिजसित अनि मात्र तपाईँ एउटा राम्रो काम गर्न सक्नुहुन्छ र जबसम्म तपाईँले आफ्नै कामलाई प्रश्न गर्न सक्नुहुन्न तपाईँले राम्रो काम गर्न सक्नुहुन्न र सो त्यही भएर पनि होला मलाई लाग्छ एक्टरहरूको च्यालेन्जेस अहिले पनि आफूसित हुन्छ न कि अगाडिको एक्टरहरूसित यो खतरा एक्टर हो यसलाई म यस्तो गरिदिन्छु त्यो भनेको त भ्रम मात्रै हो कि त्यो केही होइन सो जति गर्नु छ तपाईँ आफैसित लड्नुहोस् आफैसित झगडा गर्नुहोस् तपाईँको काम चाहिँ बेस्ट हुन्छ र क्वेसन बनाउने बानी राख्नुहोस् क्वेसन गर्ने बानी सिक्नुहोस् तपाईँको काम बेस्ट हुन्छ
तपाईँको लागि सक्सेस भनेको बक्स अफिस हिट हुनु हो कि अडियन्सको मन जित्न सफल हुनु हो? अडियन्सको मन जित्नु सफल हो होइन। अनि सक्सेसको मलाई लाग्दैन कुनै त्यो मिटर हुन्छ होला जस्तो लाग्दैन क्या मलाई होइन। जुन चिजले खुसी दियो, जुन चिजले तपाईँले सबै कुराहरू पाइराख्नु भएको छ त्यही नै सक्सेस हो। प्रमोद अग्रवाल कहिले पनि म एक्टिङमा जान्छु भनेर सोचेकै थिएन मैले होइन। आज यत्रो मायाहरू पाइरहेको छु नि त, मेरो लागि यही नै सक्सेस हो। अरू के हुनु पर्यो र सक्सेसको लागि होइन। पक्कै पनि म सफल या होला कसैको लागि त्यो मापदण्ड होला सायद यहाँ पुग्नु चाहिँ सक्सेस हो भने त्यहाँ पुग्दा पनि तपाईँले खाने त्यही चामल त्यही सागपात सुन र हिरा त खानुहुन्न पक्कै पनि होइन। सो इट्स अल अबाउट ह्याप्पिनेस, खुसीको कुरा। तपाईँ आफू कसरी सन्तुष्ट हुनुहुन्छ भन्ने कुराहरू हो र त्यो काममा अझै कसरी बेस्ट गर्ने भन्ने कुरा नै हो जस्तो लाग्छ मलाई चाहिँ। हामी अब अलिकति ऱ्यापिड फायर क्वेसन्सतिर जाऊँ है। जलाओ जल्दी जलाओ। भिलेन बन्न सजिलो कि हिरो बन्न? जहाँ क्यारेक्टरको कुरा आउँछ त्यो एकदमै गाह्रो। कारण के हो भने एक्टिङ दुनियाँकै सबैभन्दा गाह्रो काम हो। न तपाईँलाई हिरो बन्नु सजिलो हुन्छ न भिलेन बन्नु सजिलो हुन्छ होइन। इट्स ऑल अबाउट मेहनत। तपाईँले कुल लेभलमा कतिको प्योर भएर मेहनत गर्नुहुन्छ त्यसमाथि डिपेन्ड गर्छ। अनि सबै प्रोसेस त एउटै हो नि त। हजुर। स्क्रिप्ट पढ्दा पहिलो नजरमा के हेर्नुहुन्छ, रोल कि डायलग? ओभरअल स्क्रिप्ट र त्यो स्क्रिप्टले दिने के हो समाजलाई, त्यसको सेन्ट्रल कन्फ्लिक्ट के हो होइन, त्यसको रिजोल्युसन के हो र हलबाट अडियन्स निस्किएर आउँदाखेरि उहाँहरूले के इमोसन लिएर निस्किनुहुन्छ, यो सबै कुराहरू मैले पहिला हेर्छु अनि त्यसपछि बल्ल यस भन्छु। कुराहरू छ एक दुईटा अरू पनि दिनुहोस्। मलाई खाना पकाउन आउँछ है, गीत गाउनु आउँछ, भाँडा माझ्न आउँछ, लुगा धुनु, बिहानै लुगा धोएर आएको हो त्यही भएर लेट भएको आज। सरी त्यसो असलियत बोलेर खोल्दैछु मैले। 6वटा कपडा धोएको हो मैले आज होइन। एक दिनको एक हप्ताको कपडा आज 3 दिनको कपडा 6 दिन भन्नुभयो। 6 सेट 6वटा कपडा चाहिँ धोएको हो, 3 दिनको कपडा हो। अनि अरू भाँडा माझ्न दामी आउँछ मलाई होइन। अनि अरू पूजा गर्न आउँछ। यो कुराहरूमा त एक्सपर्ट छु म। हजुर ऱ्यापिड फायर जाँदैछु। जल्दी जलाओ। एक शब्दमा प्रमोद अग्रहरी भन्नासाथ के सम्झाउनु पर्छ? डिसिप्लिन। फेभरेट डायलग फ्रम यो मुभी? मेरै मुभीको? हजुर। आफूले बोलेको त सबै डायलगहरू मनपर्छ। अनि लब अडियन्सहरूले मेरो डायलगहरू नै मन पराउनुहुन्छ होइन। र पछिल्लो टाइममा अगस्त्यको डायलगहरू एकदमै हिट भएको थियो। त्योभन्दा अगाडि ठमल.com देखि लिएर इभन पिताम्बरको डायलगहरू एकदमै चर्चामा रहे। सो सबै डायलगहरू मलाई त मनपर्छ। एउटा कुनै के भन्छ बोल्दिने त्यसको दर्दनाक मौतको किस्सा वर्षौं वर्ष कहानी भनेर बाँच्नुपर्छ परासीमा। निर्देशक जोसँग फेरि काम गर्न चाहनुहुन्छ? त्यो त सबै डाइरेक्टरसित, तर मलाई साँच्चै नै काम गर्न मन लागेको लाइक निश्चल भयो, निश्चल बस्नेत, रामबाबु गुरुङ दाइहरू भयो, उहाँहरूसित पनि काम गर्नु मन छ मलाई। अनि बाँकी आफूले गरिसकेको डिरेक्टरहरू मध्येमा छिरिङ दाई, हेमराज विशी, मनोज पण्डित दाई, उहाँहरूसित काम गर्न मन छ। सङ्गीता भयो, काम गर्न मन छ मलाई। तपाईँलाई सबभन्दा डर के कुरादेखि लाग्छ? कहीँ जानी नजानी गल्ती गर्ने हो कि कहिले म गल्ती गर्दैन। सो त्यो गल्तीहरू चाहिँ नहोस् भन्ने नै हो मबाट। र कहिल्यै पनि फ्यामिलीदेखि टाढा बस्नु चाहिँ नपरोस्। त्यो दिन चाहिँ कहिले पनि नहोस् मेरो लागि। दाइ भाउजू दिदीहरूबाट टाढा कहिले पनि हुन नपरोस्। त्यो चाहिँ मेरो डर हो, सबभन्दा ठुलो डर। मसँग केही तपाईँले भन्नुभएका भनेर चाहिँ आएको छ होइन, केही डायलग्स नै भनौँ त्यस्तो छ होइन। इज इट ट्रु अर स्क्रिप्ट अथवा डायलग, त्यति मात्रै भनिदिनु पऱ्यो, ट्रु अथवा स्क्रिप्ट? मैले 3 दिन भोक भोकै रहेर अडिसन दिएको छु। राइट।
गर्लफ्रेन्डले धोका दिएकै कारण मैले भिलेन बन्ने निर्णय गरेँ। हुनु परेन। फिल्म खेल्नुभन्दा पहिले म रात्रिकालीन सेक्युरिटी गार्ड थिएँ। रङ। म आइसक्रिम चाहिँ बेच्थेँ 1 बजेसम्म रातिको बास्किन रोबिनमा, तुलानी कलेजको अगाडि बम्बेमा। तपाईँलाई हाइएस्ट पेड एक्टर भन्छन्, इज इट ट्रु? म लिन्छु। तपाईँले एउटा मुभीको लागि कति रेट चार्ज गर्नुहुन्छ? यो क्वेसन चाहिँ अलिक गलत तरिकाले आयो, तर त्यो म भन्नु चाहिँ मिल्दैन। जस राम्रै पैसा चाहिँ दिन्छु म। अनि कारण के हो भने डरलाग्दो मेहनत पनि गर्छु, सो पैसा चाहिँ। तपाईँले जीवनमा कुन सङ्घर्षबाट ठुलो पाठ सिक्नुभयो? कुन चाहिँ सङ्घर्ष? सायद म बाबुजीसित धेरै टाइम बस्नु पाएन, त्यो चाहिँ जहिले पनि मलाई हानिरहेको हुन्छ होइन। सायद म बढी टाइम बस्न पाएको भए बुवासित, सायद अहिले पनि बुवा मसँगै हुनुहुन्थ्यो होला। त्यो चाहिँ जहिले पनि मलाई रिग्रेट भइरहेको हुन्छ। तपाईँको अभियसली अडियन्सले एकदम राम्रो भन्नुभएको छ, तपाईँको फ्यान फलोइङ पनि राम्रो छ होइन। तपाईँबाट इन्सपायर्ड भएर आउनुहुने अबको अपकमिङ एक्टर्सहरूलाई चाहिँ के सन्देश दिन चाहनुहुन्छ? मेहनत मेहनत मेहनत, त्यो बाहेक अरू कुनै बाटो छैन। ट्राई टु बी भेरी प्योर। गलत चिजले गलत बाटो नै सिकाउने हो। र एक्टिङ मैले बार बार भन्छु, दुनियाँकै सबैभन्दा गाह्रो काम हो, जुन सानोतिनो मेहनतले पुग्दैन होइन, अरूको देखा सिखीले पुग्दैन। मेरो साथीहरू छन् कति होइन, उता गाउँतिर जाँदाखेरि पनि घरतिर जाँदा ए हामीलाई फिल्म खेला न भन्नुहुन्छ क्या। अनि मैले उहाँहरूलाई ठाडै के भन्छु भने कमसेकम 10 देखि 12 वर्ष घर छोडेर बाहिर जाइज, घरबाट बाहिर आइज, बाबुआमासित 1 सुका पनि माग्ने काम बन्द गर, उनीहरूलाई दुःख दिने काम बन्द गर, आफूले मेहनत गर, एक्टिङ गरेर पढ आफ्नै कमाइले होइन। त्यो सकाइसके पछाडि काम पाउनुको लागि स्ट्रगल गर। अनि त्यो चिजहरूबाट जब जुन दिन त क्यारेक्टर पाउँछस् त्यस पछाडि मैले गर्नुपर्ने काम म गराउँछु तिमीहरूलाई भन्छु क्या। सो यत्रो पहिला मेहनत गर, यति वर्ष पहिला स्ट्रगल गर, अनि मात्र आइज भनिदिरहेको हुन्छु। अनि चुप्लाएर बस्नुहुन्छ उहाँहरू चाहिँ। सो इट्स नट अ जोक यार। मान्छेलाई हेर्छ स्क्रिनमा देखिन्छ फलाना एक्टर यसरी एक्टिङ गरिरहेको छ, यसरी काम गरिरहेको छ, यस्तो सक्सेस छ, तर त्यसको पछाडिको त्यो जर्नी कहिले पनि कसैले बुझेको छैन क्या। न त्यो भोक बुझेको छ, न त्यो अनिद्रा बुझेको छ, न त्यो प्यास बुझेको छ, केही पनि बुझेको छैन क्या। अनि अहिले चाहिँ सबभन्दा सहज माध्यम भनेको तपाईँलाई एक्टिङ गर्नु, डाइरेक्सन गर्नु सबभन्दा सहज भएको छ क्या हामी कहाँ। सो यो मजाक चाहिँ नगरिदिनुहोस्, मजाक नबनाइदिनुहोस्, मेहनत गर्नुहोस्, डेफिनेटली तपाईँ पुग्नुहुन्छ तपाईँ जहाँ आफूलाई देख्न चाहनुहुन्छ। तपाईँको दर्शक होइन, तपाईँको फ्यान र अडियन्सले चाहिँ तपाईँले देख्न पाउने अबको नयाँ प्रोजेक्ट चाहिँ कुन हो तपाईँको? टाइटल त म भन्दैन। अब यो वर्ष रिलिज हुने भनेको एउटा स्त्री भन्ने फिल्म रिलिज हुन्छ, जसको सुटिङ अब 2 दिन बाँकी छ मेरो। अनि सायद त्यस पछाडि कमिङ इयरमै हुन्छ होला, आउने वर्षमा 2-3टा एकदमै नयाँ रूपमा देख्नुहुन्छ तपाईँहरूले मलाई। एकदम अहिलेसम्म प्रमोद अग्रवाललाई स्क्रिनमा नदेखेको रूपमा चाहिँ देख्नुहुन्छ, यो चाहिँ स्योर हो। स्त्री हाम्रो नेपाली फिल्म। हजुर। तपाईँले 2टा बङ्गला मुभी पनि। म यो आइतबार 12 तारिक म बङ्गलादेश जाँदैछु। अनि मेरो सुटिङ चाहिँ अहिले द ह्याङ्गओभर शार्क भन्ने फिल्मको सुटिङ छ। द शार्क भन्ने क्यारेक्टर म आफै गर्दैछु त्यसमा। अनि त्यस पछाडि अर्को प्रोजेक्ट चाहिँ मैले बङ्गलादेशमै गर्दैछु, सिग्मा भन्ने, त्यसको पार्ट 1 पार्ट 2 गरेर, जसमा डबल रोल क्यारेक्टर, एउटा भिलेन हो एउटा हिरो छ। सो त्यो चाहिँ अलिकति टाइम लाग्छ होला। सिग्मा चाहिँ फेरि एकदमै ह्युज सिनेमा, त्यसको केही दिनको सुटिङ चाहिँ नेपालमा पनि छ। म उनीहरूलाई चाहिँ नेपाल पनि आऊ यहाँ पनि काम गरौँ भनिरहेको छु, इन्भाइट गरिरहेको छु। र उनीहरू लगभग 8 देखि 10 दिनको सिड्युल चाहिँ नेपालमा हुन्छ त्यसको। तर अहिले चाहिँ द शार्कको लागि म यो आइतबार मेरो 1:30 बजेको फ्लाइट छ, म जाँदैछु। जुन अडियन्सले देख्नुभएको छ त्योभन्दा डिफ्रेन्ट? एकदमै फरक। अनि म बाङ्ला पनि बोल्नेवाला छु, त्यहाँ चाहिँ बाङ्ला भाषाकै फर्म हो, बाङ्ला नै बोल्नेवाला छु। बाङ्लामा केही भनेर हामीले सुनाउन सक्नुहुन्छ? हामी बाङ्ला बोल्बो। अहिलेलाई चाहिँ यति नै बोलौँ,
पहिला मलाई खास यो फिल्मको कुराहरू गर्नु मन थिएन कारण पहिला अब सुटिङ होस् होइन कामहरू आओस् अनि त्यसपछि कुरा गर्दा मजा आउँछ होला भनेर तपाईँले सोधिहाल्नु भयो बट इट्स ओके तपाईँको अपकमिङ फिल्म जुन पनि हुन सक्यो होइन अहिले जुन 3टा भन्नुभयो तिनीहरूमध्ये जुन पनि हुन सक्यो तिनीहरूमध्येको कुनै एउटा डायलग सेयर गरिदिन सक्नुहुन्छ होला अब आउने सिनेमाहरूको अब अहिले सुटिङ भइरहेको त यो स्त्री हो अनि बाँकी 3टा फिल्म त अहिले सुटमै गएको छैन सो अब त्यो त अब फ्लोरमै गइसके पछाडि नि बोलौँला नि डायलग त अहिले त के डायलग बोल्नु होइन थ्याङ्क यू हाम्रो सो सेलिब्रिटी विचेली बेटीमा आउनु भएर सोको शोभा बढाइदिनु भएकोमा धन्यवाद तपाईँबाट इन्सपायर्ड भएर फिल्म इन्डस्ट्रीमा आउनुहुने जो नयाँ अपकमिङ एक्टर्सहरू हुनुहुन्छ उहाँहरूले आजको एपिसोड पक्कै पनि मन पराइदिनुहुन्छ होला भन्ने आशा गर्दछौँ यति भन्दै आजलाई बिदा माग्न चाहे थ्याङ्क यू सो मच मलाई यो स्पेस दिएकोमा अनि त्यही हो म लास्टमा फेरि पनि भन्न चाहन्छु अपकमिङहरूलाई सानोतिनो मेहनतले पुग्दैन अनि थ्याङ्क यू सो मच तपाईँहरूको यो टिमलाई सम्पूर्णलाई र फेरि आएर फेरि गफ गर्न पाइयोस् थ्याङ्क यू सो मच भिडियोलाई अन्तिमसम्म हेरिदिनु भएकोमा तपाईँहरू सबैजनालाई धेरै धेरै धन्यवाद आजको एपिसोड कस्तो लाग्यो कमेन्टमा प्रतिक्रिया दिनुहोला र साथसाथै भिडियोलाई लाइक सेयर र च्यानललाई सब्सक्राइब पनि गरिदिनु होला यति भन्दै म चेली बिदा माग्दछु थ्याङ्क यू एन्ड बाई